चाहिँ हरेक दिन चाहिँ अपडेटेडलाई चाहिँ कोर्स बुकको रूपमा लिनु होला। यो कुरा चाहिँ मैले यहाँहरूलाई चाहिँ एउटा अनुरोध गर्न खोजेँ। एउटा गाइडलाइनको रूपमा चाहिँ मैले जे जति कुराहरू पनि भन्छु यहाँहरूले त्यो हिसाबले चाहिँ यसलाई गाइडलाइनको रूपमा लिनु होला र यसमा केही कुराहरू छुटेका पनि हुन सक्छन्। किनभने मैले भन्ने कुराहरू यहाँहरूले पढ्नुभएका कुराहरू या अरू कुनै ट्रेनरले भन्ने कुराहरूमा कहिलेकाहीँ शब्दको पनि फरक हुनसक्छ, कहिलेकाहीँ मैले नै कतिपय कुरा छुटाइदिएको हुनसक्छ या अब अरूले मैले भनेका कुरा अरू कसैले छुटाएका पनि हुन सक्छन्। त्यही हुनाले मैले यहाँहरूलाई के भनेको भने यसलाई चाहिँ एउटा रेफरेन्सको रूपमा लिनु होला र यसैको आधारमा आज यही 1-1.5 घन्टा हामीले यहाँनिर छलफल गरेको आधारमा यहाँहरूले चाहिँ परीक्षै दिएर पास हुन्छु भन्ने हिसाब चाहिँ गर्न कहिले पनि हुँदैन। किनभने लोकसेवाको परीक्षा भनेको तपाईँको चाहिँ म त के भन्छु भने 12 महिना पढ्ने परीक्षा हो। हामीले पहिलादेखि सुन्दै देख्दै पनि आएको हो। सधैँ पढिराख्ने उनीहरू एउटा सेड्युलमा पढ्ने, 12 महिना पढ्ने, कोर्सहरू सबै अपडेट भइराख्ने त्यस्तो एउटा तयारी गर्न पर्छ भन्ने मलाई लाग्छ। यसमा यहाँहरूलाई चाहिँ मैले खालि एउटा के भन्छु भने सकारात्मक सोच चाहिँ राख्नुपर्छ यहाँहरूले। कहिले पनि मैले यो गर्न सक्छु, मैले पढ्न यो विषयमा चाहिँ मैले आज पाएको नलेज प्लस मैले अरू चाहिँ दायाँ बायाँबाट बुक्सहरूबाट इन्टरनेटबाट लिएर मैले चाहिँ यो सब्जेक्टमा चाहिँ म गर्न सक्छु है भन्ने खालको एउटा सकारात्मक सोच, सकारात्मक विश्वास चाहिँ यहाँहरूले राख्नु होला। यति कुरा गर्नुभयो भने कहिले पनि ह्युमन रिसोर्स म्यानेजमेन्ट अब यो नेपाली इङ्ग्लिस दुईटै मिडियममा पेपरहरू पनि आउँछ कि क्या अरे होइन। नभए यो कहिलेकाहीँ के हुन्छ भने जनशक्ति भन्ने पनि हुन्छ। यो मानव स्रोतलाई जनशक्ति पनि भन्छ अनि मानव संसाधन पनि भन्छ। त्यस कारणले यो वर्डहरूमा चाहिँ अङ्ग्रेजी र नेपालीमा यहाँहरू नझुक्किनु होला। इङ्ग्लिसमा जे भने पनि ह्युमन रिसोर्स भन्ने वर्ड नै युज हुन्छ एकदमै। यसमा फेरि यहाँहरूले त्यो पर्सनल म्यानेजमेन्ट भन्ने पर्सोनेल म्यानेजमेन्ट भन्ने एउटा अर्को बेग्लै अलिक पुरानो ट्रेडिसनल एप्रोच छ, त्योसँग पनि नचुक्किनु होला। त्यो पर्सोनेल म्यानेजमेन्ट भन्ने कुराहरू अब होइन भएर त्यो पुरानो भएपछि मानव स्रोत या जनशक्ति भनेपछि यो एकदमै नयाँ अप्रोच हो। यो हिसाबले चाहिँ हामी जानुपर्छ होइन। अब यसले चाहिँ जेनरली के भन्छ भने अब आजको विषयहरूमा यसमा पनि म अब त्यति यो बिस्तारै सबै आइहाल्छ। अब के भन्छ भनेपछि यसले चाहिँ कुनै पनि सङ्गठनभित्र कुनै पनि संस्थाभित्र यसले चाहिँ के एन्स्योर गर्छ भने मान्छेहरूले नै सफलता प्राप्त गर्न सक्छन् भन्ने कुरा चाहिँ यसले यो चाहिँ एउटा एन्स्योर गर्छ। भनेको मतलब कर्मचारीहरू, स्टाफहरू, इम्प्लोइजहरू पर्फर्मेन्सलाई म्याक्सिमाइज गर्ने त्यो म्यानेजमेन्टको विषय हो यो मानव स्रोत व्यवस्थापन है। यहाँहरूले एउटा यो कुरा चाहिँ हेर्नु होला है। म्याक्सिमाइजिङ इम्प्लोइज पर्फर्मेन्स यसको चाहिँ एउटा बेसिक फङ्सन भनेको यो हुन्छ होइन। र अर्को चाहिँ यसैले चाहिँ तपाईँको पिपलहरूले नै सक्सेस अचिभ गर्न सक्छ भन्ने यसको सिद्धान्त। यो कुराले गर्दाखेरि चाहिँ यहाँहरूले बाँकी कुरा चाहिँ अब जस्तो मानव स्रोत भनेपछि भनिहालेँ मैले पिपल अथवा तपाईँको स्टाफ अथवा इम्प्लोइज यो कुरालाई जनाउँछ भने अब म्यानेजमेन्ट भने त यहाँहरूले थाहा छ। अब हिजो अस्ति पनि विभिन्न सेसनहरूमा पनि आएको होला। म्यानेजमेन्ट भने चाहिँ कहिले पनि अब एउटा सिम्पल एउटा हामीले हेर्ने तपाईँको डिफिनेसनै छ नि। म्यानेज मेन ट्याक्टफुली भनेको एकदम अनौपचारिक रूपमै पनि भन्ने खालको एउटा के छ भने थिङ्स डन बाई अदर्स होइन। हामीले केही चिज अरूबाट गराउन सक्ने कला नै व्यवस्थापन हो भनेर भन्छौँ होइन। त्यो हिसाबले चाहिँ हाम्रो म्यानेजमेन्ट र स्टाफहरूको म्यानेजमेन्ट अथवा इम्प्लोइजहरूको म्यानेजमेन्टलाई चाहिँ हामी मानव स्रोत व्यवस्थापन भन्छौँ होइन।
यो भनेको फेरि तपाईँको चाहिने एउटा कुरो के होला बुझ्नु होला भने मानव स्रोत व्यवस्थापन कहिले पनि संस्थाभित्रको मानवहरूसँग मात्रै सम्बन्धित हुन्छ। मानव भनेको तपाईँले यहाँ चाहिँ इम्प्लोइज या स्टाफ भनेर बुझ्नु होला है। त्यो जुनसुकै लेभलको पनि हुनसक्छ, एकदमै नन टेबल वर्कर पनि हुनसक्छ, टेबल वर्कर पनि हुनसक्छ, मिडल लेभल, टप लेयर, सबै किसिमका चाहिँ कर्मचारीहरूलाई चाहिँ हामी मानव स्रोत भन्छौँ संस्थाभित्र। र संस्थाभित्रको सबै मानव स्रोतहरूलाई चाहिँ म्यानेजमेन्ट गर्ने यो चाहिँ एउटा विषयवस्तु चाहिँ यो मानव स्रोत व्यवस्थापन। यसलाई अघि मैले भने जस्तो विभिन्न नामले पनि अब यो हामीले हेर्ने हो भने पनि 3-4वटा सरकारी बैंकहरूमा कसैमा मानव स्रोत भन्या होला, कसैमा जनसंसाधन भन्या होला, कसैमा जनशक्ति भन्या होला। हाम्रो कृषि विकास बैंकमा चाहिँ जनशक्ति व्यवस्थापन भन्या छ हैन। वाणिज्य बैंकमा बेग्लै होला, त्यस्तो छ। अब यो मानव स्रोत अघि मैले एउटा कुरा भनेको थिएँ नि, पर्सोनेल म्यानेजमेन्ट भनेको चाहिँ अलिकति ओल्ड अप्रोच हो, त्यो पुरानो ट्रेडिसनल अप्रोच हो। त्यो भनेको चाहिँ तपाईँको 17औं 18औं शताब्दीतिर कर्मचारीहरूलाई चलाउने एउटा सिद्धान्त थियो। अझ त्यति बेला त अझ तपाईँको चाहिँ के हो भने कर्मचारीहरू भनेको चाहिँ अलिकति दास टाइपको मान्ने पनि थियो भनौँ। अब तपाईँको झन्डै झन्डै 18औं शताब्दीसम्ममा पनि यो तपाईँको 19औं शताब्दीको मध्यतिर आएर बल्ल चाहिँ अलिकति त्यो पनि विशेष गरेर चाहिँ तपाईँको चाहिँ औद्योगिक क्रान्ति, जुन पहिलो औद्योगिक क्रान्ति भनेर युरोपमा भयो, यो विशेष गरी बेलायतबाट सुरु भएको थियो। सायद मलाई लाग्छ यो 1830-40 को ड्युरेसनमा हुनुपर्छ। त्यसपछि बल्ल चाहिने मान्छेहरूको यो कर्मचारीहरूको पनि मजदुरहरूको पनि एकदमै विशेष महत्त्व हुँदो रहेछ है केही चिजमा पनि सक्सेस हुनलाई, र यिनीहरूलाई पनि भ्यालु दिनु पर्दो रहेछ है भनेर यो 19औं शताब्दीको मध्यदेखि बल्ल यो सुरु भएको हो। त्योबाट बल्ल यिनीहरूले के आयो भने अब यो परीक्षाहरूमा लेख्नलाई पनि यहाँहरूलाई काम लाग्न सक्छ। पिपल भनेपछि त्यही अघिको मानव संसाधनभित्रको पिपल आर क्रुसियल टु द सक्सेस अफ एन अर्गनाइजेसन। हेर्नुहोस् है, अघि मैले भने जस्तो एउटा चाहिँ पिपलहरूले चाहिँ क्यान अचिभ द सक्सेस फर द अर्गनाइजेसन भन्ने एउटा मैले सेन्टेन्स भनेको थिएँ। अर्को तपाईँको म्याक्सिमाइजिङ इम्प्लोइज पर्फर्मेन्स भनेको चाहिँ इम्प्लोइजहरूले नै कुनै पनि अर्गनाइजेसनको पर्फर्मेन्सलाई म्याक्सिमाइज गर्ने एउटा कुरो छ। अर्को कुरो मैले चाहिँ यो 19औं शताब्दीको मध्यतिर जुन एचआरएमको अवधारणा जुन सुरु भयो त्यो बेलामा चाहिँ पिपल आर क्रुसियल टु द सक्सेस अफ एन अर्गनाइजेसन भन्ने खालको चाहिँ एउटा नयाँ अवधारणा सुरु भयो। त्यो बेलादेखि अनि चाहिँ हाम्रो अब एचआरएमलाई मान्छे कर्मचारीहरूलाई अलिकति बढी भ्यालु दिन सुरु भएको। अब यहाँ यो विभिन्न तपाईँको चाहिँ नि वैज्ञानिकहरूले भन्दै आउँदाखेरि एउटा कुरो यो चाहिँ यसको जिस्टमा यो आउँछ, फर्स्ट पिपल देन आफ्टर प्रोसेस एन्ड देन प्रोडक्ट्स भनेर। हेर्नुहोस् है, यो कुरो भनेको चाहिँ तपाईँको यो मार्कस लेमोनिस भन्ने एकजना अमेरिकाका बिजनेस टाइकुनले चाहिँ यो सेन्टेन्स ठ्याक्कै युज गरेका थियो। उनको उसमा चाहिँ उनले चाहिँ कहिले पनि संस्थाभित्र वस्तु अथवा प्रक्रिया भन्दा पनि मान्छेलाई, पिपललाई बढी महत्त्व देऊ, त्यसपछि बल्ल प्रोसेस र अनि बल्ल प्रोडक्ट्स आउँछ। यो गर्दाखेरि चाहिँ एकदमै अर्गनाइजेसनले चाहिँ आफ्नो गोल ओरिएन्टेड हुन्छ र गोल अचिभ गर्न पनि सजिलो हुन्छ भनेर उनले एउटा यो भनेको। यो यिनी चाहिँ अमेरिकन बिजनेसम्यान, ठुलै एकदमै बिजनेसम्यान, फिलोसोफर बिजनेसम्यान। अब यिनको भनाइमा त्यति बेला के थियो भने कहिले पनि फर्स्ट पिपल भन्ने बित्तिकै तपाईँको चाहिँ नि तपाईँले आफ्नो संस्थाभित्र पहिलो तपाईँले आफ्नो काम गर्ने टिमलाई इभ्यालुएट गर्नुहोस्। म अलिकति स्लाइड अगाडि बढाउँदै पनि जान्छु होइन। यही कुरा हो, त्यो फर्स्ट पिपल भन्ने कुरामै चाहिँ यहाँ मैले यो 5वटा एमको महत्त्वपूर्ण भूमिका हुन्छ भनेर यहाँहरूलाई जुन देखाइराखेको छु, यो 5वटा एम भनेको संस्थाभित्र म्यान पावर, मसिन्स, मेथड, मेटेरियल्स, मनी। अब अहिले त 2-3टा एम अरू पनि जोडिसकेका छन्, तर यो बेसिक 5 एम भनेको चाहिँ
कुनै पनि संस्थामा नभई नहुने चिजहरू यो हो। यसमा पनि सबभन्दा पहिलो महत्त्वपूर्ण भनेको म्यान पावर। मैले यहाँ तल एउटा लेखेको छु, म्यान पावर इज माइन्ड पावर। स्तरीय भएन यी बाँकी एमहरू चल्दैन। मैले मार्कस लेमोनिसको जुन त्यसको पनि जिस्ट के हो भने कहिले पनि तपाईँले आफ्नो संस्थाभित्रको टिमलाई इभ्यालुएट गर्नुहोस्। टिम भन्ने बित्तिकै म्यान पावरको टिम हुन्छ। टिमलाई इभ्यालुएट गर्ने र टिमलाई इभ्यालुएट गरिसकेपछि अब 3टा पी भनेको थिएँ मैले है। म एकैचोटि त्यो स्लाइडमा ब्याक जान्छु। 3टा पिपल, प्रोसेस र प्रोडक्ट। पिपललाई तपाईँले इभ्यालुएट गर्नुहोस् भनेको मतलब आफ्नो टिमलाई इभ्यालुएट गर्नुहोस्। पहिलो कुरा टिम तपाईँको सक्षम हुनु पर्यो। दोस्रो कुरो प्रोसेस भनेको चाहिँ उसले के भन्छ भने अप्टिमाइज योर वर्क फ्लो। तपाईँको संस्थाको अर्गनाइजेसनभित्रको काम गर्ने वर्क फ्लोलाई तपाईँले अप्टिमाइज गर्नुहोस्। त्यसलाई उच्च तरिकाले चाहिँ काम सम्पन्न हुने खालको प्रक्रिया बनाउनुहोस्। त्यो दोस्रोमा आउने हो। तेस्रोमा बल्ल तपाईँको चाहिँ प्रोडक्टका कुरा आयो। यो भनेको चाहिँ रिफाइन अफरिङ्स भन्छ। अफरिङ भने अफर गर्ने। हाम्रो संस्थाले कस्टमरहरूलाई केही चिज अफर गर्नु भनेको त्यो प्रोडक्ट हो या सर्भिसेसमा, गुड्समा जेमा पनि हुनसक्छ होइन। हो, रिफाइन अफरिङ्स भनेर यसरी चाहिँ यो यो पिपल, प्रोसेस र प्रोडक्टमा यो कुरो आएको छ। यो यहाँहरूले टिम, यो पिपलसँग रिलेटेड कुरा हो। अप्टिमाइज द वर्क फ्लो, यो प्रोसेससँग सम्बन्धित कुरा हो। लास्टमा रिफाइन अफरिङ्स, यो भने तपाईँ अलि अगाडि बढ्न सकियो। त्यो कुराहरू पनि यसैमा आउँछन्। मसिन्स, मेथड, मेटेरियल्स, मनी, यो कुरा यहाँहरूले पढेरै आउनु भएको छ। लगभग सबैजनाहरू म्यानेजमेन्ट पढेरै आउनु भएको होला। यी कुराहरू चाहिँ मैले यहाँ अब धेरै गरिनँ र यो म्यान पावरलाई एकदमै महत्त्व दिने कुराहरू भनेको चाहिँ अब अहिलेको जमानामा हामीले हेर्दाखेरि चाहिँ यो गएको शताब्दी भनौँ, अब अहिले त यो 21औं शताब्दी आइसकेका छ होइन। यसमा चाहिँ तपाईँको के आयो भने जति बेला 1945 तिर सेकेन्ड वर्ल्ड वार सकियो। सेकेन्ड वर्ल्ड वार सकियो भने जापान भन्ने देश चाहिँ त्योभन्दा पहिला निकै समृद्धशाली देश मानिन्थ्यो, तर त्यो वर्ल्ड वारमा ध्वस्त भएर बस्यो। त्यस्तै कोरिया पनि तपाईँको उत्तर र दक्षिण एउटै कोरिया थियो। त्यो कोरिया चाहिँ पछि वर्ल्ड वार पछि टुक्रिएको हो, दक्षिण र उत्तर भएर। त्यो कोरिया पनि करिब करिब तपाईँको त्यस्तै अवस्थामा थियो। तर चाइना भनेको त त्यस्तो धेरै ठुलो इन्डस्ट्रियल देश नै थिएन। यी सबैले चाहिँ तपाईँको यही तपाईँको चाहिँ मान्छेलाई बढी महत्त्व दिने गरेर फर्स्ट पिपल भनेर नै उहाँहरूको हरेक अर्गनाइजेसनमा मान्छेलाई, पिपललाई, कर्मचारीलाई, स्टाफलाई एकदमै महत्त्व दिने। आज पनि तपाईँ हेर्नुभयो भने एकदमै डिसिप्लिन्ड पर्सनेल भनेको चाहिँ कोरियन भन्छ, जापानिज भन्छौँ। आज पनि हामी भन्छौँ एकदमै सिभिलाइज, एकदमै डिसिप्लिन्ड, एकदम आफ्नो संस्थाप्रति एकदमै लोयल, एकदम डेडिकेटेड, डिभोटेड। त्यसले गर्दा अब आज हेर्नुहोस् तपाईँ जापान, कोरिया, चाइनाहरू अब आर्थिक रूपमा कहाँ पुगेका छन् होइन। यो कुराहरू छ। यो 5M को जुन मैले यहाँ तपाईँहरूलाई देखाइरहेको छु, यो पनि तपाईँको चाहिँ नि जापानिज एकजना काओरू इसिकावा भन्नेले नि निकाल्नु भएको हो। यो 5M भन्ने उहाँले निकालेर नै उहाँले आफ्नो म्यानेजमेन्टमा यो प्रयोग गरेर एकदमै अहिले अब वर्ल्ड वाइड यो चलेको कुरा हो। यो 5M भनेको कुनै पनि अर्गनाइजेसनभित्र चाहिन्छ भन्ने, काओरू इसिकावा भन्ने है। अब यो हामी एउटा दुईटा उसमा पनि जाउँ होइन, यसको डिफिनिसनहरूमा पनि। अब यहाँ मैले एउटा यो अन्डरलाइन पनि गरेको छु, बोल्ड पनि गरेको छु। अहिलेसम्म भनेका कुराहरू नै पर्छन् यसमा। जस्तो संस्थाको गुणस्तर र प्रभावकारिता भनेको अघि नै पनि मैले भने संस्थाभित्र रहेका है
संस्थाभित्र रहेका कर्मचारीहरूको गुणस्तर र दक्षताले निर्धारण गर्छ। तपाईँले यो ओडहरू टिप्दा पनि हुन्छ। जस्तो परीक्षामा आयो भने तपाईँलाई लेख्न पनि अलिकति सजिलो होला। मैले अघि नै पनि भनेको होइन, यो हाम्रो एचआरएम मानव स्रोत व्यवस्थापन या जनशक्ति व्यवस्थापन भनेको पिपल विदिन अर्गनाइजेसन हो। यो कुराहरू चाहिँ यहाँहरूले एकदमै राख्नु होला है। पिपल विदिन अर्गनाइजेसन। अब यो विदिन मात्रै भन् आउँछु, म त्यो कुरामा पनि आउँछु। तर स्टाफ र यहाँनिर भने पनि यो संस्थाभित्रको गुणस्तरको अघि मैले जापान कोरियाहरूको इक्जाम्पल जुन दिएँ, त्यसले चाहिँ तपाईँको चाहिँ डेभलपमेन्ट, त्यो चिजको डेभलपमेन्ट, विकास, सबै देशकै आर्थिक विकासको चाहिँ रिप्रेजेन्टेसन गर्छ। र अब अर्को सफलता भनेको चाहिँ सही जनशक्तिको पहिचान र प्राप्तिमा हेर्नुहोस् होइन। किनभने गुणस्तर र दक्षता जुन हामीलाई रिक्वायरमेन्ट छ, त्यसको लागि पहिलो चरणमा हामीले चाहिँ मार्केटमा भएको जुन एभाइलेबल जनशक्ति छ, ह्युमन रिसोर्स छ। जस्तो यहाँ पनि आज यहाँ कैयौँ भाइ बहिनीहरू, तपाईँहरू अब बैंकमा जागिर गर्ने, लोकसेवामा फाइट गर्ने, पास हुने भनेर जुन आउनु भएको छ, यहाँहरू भनेको चाहिँ आज मार्केटमा एभाइलेबल एस्पाइरेन्टहरू हो। यहाँहरू बैंकिङको लागि एकदमै तारा हो, भोलिको भविष्यको चाहिँ स्टारहरू हो होइन। अब यहाँहरूलाई बैंकले अथवा कुनै पनि संस्थाले पहिचान गरेर प्राप्ति गर्न सक्ने अवस्थाको चाहिँ एउटा प्रोसेस हुन्छ। त्यो गर्न सकेको खण्डमा चाहिँ सही जनशक्तिलाई संस्थाभित्र भित्र्यायो भने त्यो संस्था चाहिँ सफल रहन्छ भन्ने यसको चाहिँ एउटा जिस्ट कुरा यो हो। त्यस्तै अब एचआरएमको कुरामा एउटा कुरा अर्को छ, यो चाहिँ यहाँहरूले कहिले पनि यो एकदमै नोट गर्नु होला। एचआरएम भन्ने बित्तिकै प्राप्ति, विकास, उपयोगदेखि सम्भारसम्म, यो कुरा अहिले डिटेलमा पनि आउँछ। यो चारवटा कुरा बेसिक छ है एचआरएममा। तपाईँको प्राप्ति भनेको चाहिँ अब अलि डिटेलमा पछि जाउँला। कर्मचारीलाई अघि मैले माथि भने जस्तो बजारको एस्पाइरेन्टहरूबाट छानेर संस्थाभित्र ल्याउने प्रक्रिया प्राप्ति हो भने त्यसपछि विकास गर्दै, उपयोग गर्दै, सम्भारसम्मको कुरा र तपाईँको तल्लोमा हेर्नुहोस् त, पूर्वले हामी अलि डिटेलमा जाउँला। पूर्वानुमान भनेको कुन क्वालिटीको कर्मचारी चाहिन्छ भनेर एउटा चाहिँ अनुमान गर्ने। त्यो बेलादेखि कर्मचारी अवकाश भएर गइसक्यो, जस्तो आज म रिटायर्ड हो होइन, तर पनि ब्याङ्कले म प्रति केही न केही ब्याङ्कले रेस्पोन्सिबिलिटी देखाएको छ। आज पनि म ब्याङ्कसँग जोडिएको छु। हेर्नुहोस्, विभिन्न कुराहरू छन् ती पछि हाम्रो उसमा आउला। यो पुरै एउटा साइकलकै तपाईँको व्यवस्थापन म्यानेजमेन्ट भनेको ह्युमन रिसोर्सको म्यानेजमेन्ट हो। यो कुराहरू चाहिँ यो हाइलाइट गरेका, अन्डरलाइन गरेका कुराहरू चाहिँ यहाँहरूले टिप्न पनि होला, अथवा अब यो कसरी हो यहाँहरूले पाउने व्यवस्थापन के छ, यो चाहिँ अब युनियनको साथीहरूले पनि भन्नु होला होइन। नभए उहाँहरूले रेकर्डिङ पनि यो सायद गरिराख्नु भएको छ होला, यहाँहरूलाई उपलब्ध गराउने नगराउने के छ उहाँहरूसँग सम्पर्क गर्नु होला। अब त्यसपछि हामी अब यसको केही विशेषताहरू पनि छ हेर्नुहोस् त, मानव स्रोत व्यवस्थापनको होइन, एचआरएमको विशेषताहरू यो यहाँहरूले पढ्नु भएकै कुरा हुन्। धेरै यसमा हामीले चाहिँ एकदमै गइराख्न, डिटेलमा गइराख्न परेन। खालि यहाँहरूले चाहिँ मैले हाइलाइट गरेर अन्डरलाइन गरेका कुराहरूमा चाहिँ सरसर्ती हेरौँ। जस्तो एचआरएम भनेको अनगोइङ प्रोसेस हो। यो कुनै पनि संस्थाभित्र बन्द हुँदैन। किनभने जस्तो मैले अघि पनि भने, म रिटायर्ड भएको मान्छे हो भने मेरो ठाउँमा अर्को मान्छे आउनु पर्यो नि त। मैले जे काम हिजो गरिराखेको थिएँ त्यो काम सम्पन्न गर्नलाई अर्को एकजना मान्छे आउनु पर्यो। त्यो अर्को एकजना मान्छे आउनको लागि त फेरि तपाईँको त्यो प्राप्तिदेखिको प्रोसेस सुरु भयो नि त। अघि हामीले जुन प्राप्ति भन्यौँ, विकास भन्यौँ, त्यसपछि उपयोग भन्यौँ, अनि सम्भार भन्यौँ, त्यो सबै प्रक्रिया चाहिँ चलिरहन पर्यो। भोलि संस्थाको नीति नियम अनुसार यति वर्ष काम गरिसकेपछि अथवा यति उमेर पुगिसकेपछि फलानु व्यक्ति रिटायर हुने भ्याकुम त फिलअप गर्न पर्ला, त्यसकाउनु पर्ने होला। त्यस कारणले यो
प्रक्रिया चलिरहन्छ, यो अनगोइङ प्रोसेस हो। यो एचआरएमको एउटा विशेषता। अर्को विशेषता भनेको इम्प्लोइ ओरिएन्टेड भनेर मैले यहाँ भनेको छु हैन। इम्प्लोइ ओरिएन्टेड भने एचआरएमले जहिले पनि तपाईँको अन्य कुनै वस्तु प्रोडक्टको डिजाइनिङसँग या त्यो प्रोडक्टको मार्केटिङसँग यो एचआरएमलाई मतलब हुँदैन। एचआरएमले जे जति फङ्सन गर्ने हो यो चाहिँ कर्मचारीहरूसँग सम्बन्धित, कर्मचारीको विकास गर्ने, कर्मचारीलाई तालिम दिने, कर्मचारीहरूको चाहिँ नि बिमा गराउने या कर्मचारीहरूलाई तलब दिने यावत कुराहरू जे पनि हुन्छ कर्मचारीसँग रिलेटेड कुराहरू हुन्छ। त्यसकारणले कर्मचारीलाई केन्द्रमा राखेर गरिने काम नै मानव स्रोत व्यवस्थापन हो। एउटा कुरा चाहिँ हुन्छ, एसेट पनि भनिएको हुन्छ। यो आफ्नो हिसाबले हामीले कुनै पनि संस्थाले कर्मचारीमा ठुलो लगानी गरे हुन्छ, त्यसकारण त्यसलाई एसेट पनि मान्छ र क्यापिटलको रूपमा पनि मान्छ। यो ह्युमन क्यापिटल भनेर पनि मानिराखेका हुन्छ हैन। यो कुरामा चाहिँ यो दुईटा वर्डहरू मात्र यहाँहरूले बुझ्नु होला। त्यसपछि अर्को तपाईँको चाहिँ नि इन्टिग्रेटेड सिस्टम हैन, एउटा यो व्यापक र एकीकृत इन्टिग्रेटेड सिस्टम भन्छ। अब यो इन्टिग्रेटेड सिस्टमको पनि अब यहाँनिर अहिले मैले डिफाइन गर्ने भने फेरि 10-15 मिनट एक्स्ट्रा जाला। मैले अब सरसर्ती यहाँहरूलाई छोटकरीमा के भन्छु भने सिस्टम भनेको कहिले पनि एउटा साइकलै हुन्छ। हेर्नुहोस्, जस्तो जेनरली हामी त अब कम्प्युटर मोबाइल त सबैजनाले चलाउँछौँ हैन। कम्प्युटर मोबाइल चलाउँदाखेरि त्यसमा हरेक चिजको एउटा सिस्टम हुन्छ। जस्तो कम्प्युटर लगभग सबैले पढ्नु भएको होला। कम्प्युटरमा हामीले सबभन्दा मैले किन कम्प्युटर भनिरहेको छु भने एउटा सजिलो सबैले पढ्नु भएको हुनाले सिस्टम, व्हाट इज सिस्टम भनेर। सिस्टममा कहिले पनि इनपुट हुन्छ, प्रोसेसिङ हुन्छ, आउटपुट हुन्छ है। यो तीनटा कुरो चाहिँ बेसिक हुन्छ र यो तीनटै कुराको इन्टिग्रेटेड सिस्टम हो हाम्रो अब यहाँनिर मैले सानो लिएँ 1 मिनेट। अब फेरि यहाँ हामीले के भनेका छौँ भने पर्यो फेरि इन्टिग्रेटेड सिस्टम भनेर त्यहाँ चाहिँ तपाईँको त्यो कम्प्युटरमा सफ्टवेयर हाल्ने कुरो आएन। यो इम्प्लोइ अथवा इम्प्लोइ रिलेटेड कुरा मात्रै हुनु पर्यो। जस्तो स्टाफ्सहरू यो इनपुट हो संस्थाको लागि। स्टाफहरूको रिलेटेड पोलिसिजहरू, स्टाफहरू रिलेटेड लजिस्टिक्सहरू, यो स्टाफहरूसँग सम्बन्धित जे जति कुराहरू पनि छन्, यी कुराहरू भनेको चाहिँ तपाईँको चाहिँ नि यो सिस्टमका लागि इनपुट भए। अब प्रोसेसिङको कुरा आउँछ। इनपुट भएपछि प्रोसेसिङ हुन्छ। प्रोसेसिङमा त्यही अघि मैले भनेको चाहिँ एउटा त्यो यो चारवटा कुरा है, प्राप्ति, विकास, उपयोग र सम्भार। यो अलि डिटेलमा पनि जान्छौँ हामी। यो चारवटा कुरा चाहिँ संस्थाभित्र जहिले पनि तपाईँको चाहिँ नि प्रोसेसिङभित्र पर्छ। यो यहाँहरूले अलि डिटेलमा पनि हेर्नु होला। अब आज 1.5 घन्टा यो सवा 1 घन्टामा नभ्याउने हुनाले मैले समराइज यो प्रोसेसभित्र चाहिँ के हुन्छ, कर्मचारीको डेभलपमेन्ट गर्नु, कर्मचारीलाई युटिलाइज गर्नु, कर्मचारी यो कुरा भनेको चाहिँ हाम्रो यो सिस्टमभित्रको चाहिँ प्रोसेस हो। र अब आउटपुटको कुरा। अब आउटपुट भनेको के हो भने टार्गेट एचिभ गर्नु आउटपुट हो। ती कर्मचारीहरूले के प्राप्त गरे त, अथवा कर्मचारीले संस्थाका निम्ति के प्राप्त गरे, जस्तो कतिपय टार्गेटहरू प्राप्त गरे भलान्। कर्मचारीहरू स्याटिस्फाई हुनु भने पनि तपाईँको एउटा आउटपुट हो। कर्मचारीहरू एकदमै हाइली मोटिभेटेड हुनु भने पनि एचआरएमको एउटा आउटपुट हो हैन। किनभने त्यसले गर्दाखेरि चाहिँ अन्य आउटपुटमा चाहिँ सकारात्मक असर पर्छ। त्यसकारणले यो इन्टिग्रेटेड सिस्टम भन्ने यहाँहरूले यसरी बुझ्नु होला, इनपुट, प्रोसेसिङ र आउटपुट। यो अब एचआरएम एज अ सिस्टम भनेर डिफाइन गर्न भनेर पनि सोध्न सक्छ हैन। अब यो ठ्याक्कै मलाई अब के सोध्छ भनेर अब मैले भन्न सकेन। यदि त्यो सोध्यो भने यही इनपुट, प्रोसेस र आउटपुटको कुराहरू लेख्न पर्ला। यो धेरै डिटेलमा आउँदैन होला। आयो भने 2 नम्बर 5 नम्बर मार्क्सको मात्रै आउँछ। यो कुरा भयो। अब त्यसपछि तपाईँको अर्कोमा मैले एउटा डायनामिक भनेर भनेको छु हैन। डायनामिक यसलाई मैले किन भनियो भने यसले
बजारमा भएको हरेक किसिमको परिवर्तनलाई चाहिँ यसले आत्मसात गर्छ। हेर्नुहोस् है, राजनीतिक व्यवस्था के परिवर्तन हुने बित्तिकै त्यो अनुसार एचआर परिवर्तन हुने बित्तिकै त्यो अनुसार त्यस्तै तपाईँको टेक्नोलोजीमा केही चेन्जेसहरू आयो, त्यसलाई संस्थाले अपनाउनु पर्यो भने त्यो अनुसार तपाईँको एचआरएम पनि चेन्ज हुने भयो। त्यसले गर्दा चाहिँ तपाईँको बजारमा विभिन्न क्षेत्रमा आउने परिवर्तनलाई यसले चाहिँ लिनै पर्ने बाध्यता हुन्छ। त्यस कारणले यो डाइनामिक पनि हुन्छ। यो एउटा कुरा, यसको यो विशेषताहरूका कुराहरू हुन् होइन यिनीहरूलाई। अब अर्को तपाईँको डिसिजन मेकिङमा मद्दत गर्ने भन्छ होइन। अब डिसिजन मेकिङमा त तपाईँको अब मैले यहाँ एउटा एआई सञ्चालित सफ्टवेयरहरू छन् अहिले र एचआरले युटिलाइज गर्ने डेटाको उपलब्धता पनि थुप्रो छ। त्यसले गर्दा तपाईँलाई चाहिँ यसले के गर्न सक्छ भने तपाईँलाई कुनै पनि डिसिजन गर्न सक्छ। जस्तो अब अहिले भनौँ न बजारमा जस्तो प्राप्तिको कुरा गरौँ, हामी एचआरएमको प्रोसेसभित्रको एक्विजिसन, स्टाफ एक्विजिसनको एउटा कुरा, सानो एउटा इक्जाम्पल लिने हो भने अब आज बजारमा ब्याचलर होइन, म्यानेजमेन्टमा ब्याचलर गरेको मान्छेहरूको यति उपलब्धता छ भन्ने हामीसँग डेटा भयो भने अब हामीले चाहिँ ल है, हामीलाई यो पोस्टको लागि यो ब्याचलर इन म्यानेजमेन्टको मान्छेहरू चाहिन्छ र यसलाई चाहिँ यसरी हामी चाहिँ एउटा चाहिँ यो टिओआर बनाएर चाहिँ भ्याकेन्सी अनाउन्स गरौँ भनेर डिसिजन गर्नमा मद्दत गर्छ। एउटा सानो इक्जाम्पल दिएको मैले। त्यो चाहिँ एउटा यसको विशेषता हो है, डिसिजन मेकिङ गर्नमा चाहिँ यसले हामीलाई सहयोग पुर्याउँछ। त्यस्तै तपाईँको युनिटी इन डाइभर्सिटी छ है। यो भने पनि एचआर भित्र तपाईँको विभिन्न जात जाति धर्म संस्कृति राष्ट्रियता, अब राष्ट्रियताको कुरा पनि हुन्छ। हेर्नुहोस्, नेपालीहरू गएर विदेशमा काम गर्छ, विदेशी आएर नेपालमा काम गर्छ, यसरी चाहिँ यो डाइभर्सिटी हुन्छ। कुनै पनि संस्थाभित्र काम गर्नेमा अब रङ होला, लिङ्ग होला, भाषा होला, सबै चिजको डाइभर्सिटी हुन्छ र त्यो सबै डाइभर्सिटीलाई एउटै लक्ष्यका निम्ति सँगै हिँडाल्ने। जस्तो यहाँहरूले अब हिजो आज एउटा फुटबलको विश्वकप चलिरहेका छ होइन, फुटबल हेर्ने धेरैले हेर्ने गर्नु भएको होला। त्यो कुनै पनि एउटा टिमको 11 जना खेलाडीको सबैको टार्गेट भने चाहिँ टक्क लगाएर विपक्षीको पोस्टमा गोल गर्ने हो। अब हाम्रो एचआरमा पनि विभिन्न डाइभर्सिटीका स्टाफ्सहरूको पनि सबैलाई एकीकृत गरेर एउटै टार्गेट ओरिएन्टेड बनाउने काम चाहिँ एचआरले गर्छ। र अब यसैले गर्दा यो कार्यस्थलको संस्कृति भन्छ नि, यो वर्क प्लेस कल्चरको डेभलपमेन्ट पनि हुन्छ है। अब यो कुरालाई म अब अलि अगाडि बढेँ। अब क्रिएसन अफ कमन इन्ट्रेस्ट भने पनि अब त्यो लगभग त्यो अघि भनेकै कुराको रिलेटेड आयो। जस्तो एउटै पोस्टमा गोल हान्न पर्ने छ 11 जनाले भनेपछि सबैको कमन इन्ट्रेस्ट भनेको त्यही हुने हो। फुटबलको इक्जाम्पल मैले के गरिएको हुन्छ भने अब त्यो गोल हान्नुलाई अहिले हामी बिजनेस गोल भनेर मानौँ, हाम्रो संस्थाको अब्जेक्टिभ। त्यो गोल हान्नको निम्ति चाहिँ कसरी हान्ने त, को मिडफिल्डमा खेल्ने, को स्ट्राइकरमा खेल्ने, को चाहिँ डिफेन्डर हुन्छ, को गोलकिपर हुन्छ, यावत कुराहरू चाहिँ स्ट्राटेजी बनाउनु पर्ने हुन्छ। त्यो स्ट्राटेजी बनाएर चाहिँ त्यो सबैलाई चाहिँ एउटै गोलका निम्ति अलाइन्ड गर्ने काम पनि एचआरले गर्छ। त्यो हुनाले यो चाहिँ स्ट्राटेजिकल्ली अलाइन्ड विथ बिजनेस गोल्स भनेको, यसलाई चाहिँ मैले त्यो फुटबलको इक्जाम्पल मात्र जोडेको होइन। त्यस्तै अब तपाईँको एचआर भनेको रिजल्ट फोकस्ड हुन्छ होइन। कर्मचारीहरूबाट कुनै पनि संस्थामा कुनै पनि लक्ष्य प्राप्ति गर्न अघि हामीले पिपल, प्रोसेस र प्रोडक्ट भन्दा पहिला पिपल भन्ने पनि इक्जाम्पल हेऱ्यौँ। 5 वटा एममा म्यान पावरकै सबभन्दा ठुलो रोल भन्ने पनि देख्यौँ। त्यसले गर्दा चाहिँ यहाँ चाहिँ कुनै पनि रिजल्ट प्राप्त गर्नमा चाहिँ कर्मचारीहरूको चाहिँ सबभन्दा ठुलो योगदान हुन्छ। त्यसकारण मानव स्रोत यो एचआरको म्यानेजमेन्टको पनि कहिले पनि त्यो कर्मचारीहरू सबैको चाहिँ एउटै रिजल्ट फोकस हुन्छ भन्ने चाहिँ यसको पनि एउटा विशेषता हो। त्यस्तै अब रेगुलेसन फ्रेन्डली भनेको चाहिँ कस्तो भनेपछि विभिन्न नीति नियमहरू कानुनहरू मुलुकमा बनेका हुन्छन्।
अब हाम्रै देशमा पनि सङ्घीय कानुन होला, प्रदेशको या पालिकाहरूको कानुन या संस्थाहरूको कानुन, हाम्रो बैंकको कानुन, नेपाल राष्ट्र बैंकको कानुन, अर्थ मन्त्रालयको कानुन होइन, यो सबै कानुनहरूलाई एडजस्टमेन्ट गरेर एचआर जानुपर्छ। त्यस कारणले यसलाई चाहिँ रेगुलेसन फ्रेन्डली पनि भनिन्छ। त्यस्तै तपाईँको चाहिँ नि अब अघि हामीले एउटा इक्जाम्पल दिएका थियौँ, बजारमा हुने विभिन्न डायनामिज्म भनेको थियौँ नि, एचआर डायनामिज्म हुने बित्तिकै तपाईँको चाहिँ यो फ्लेक्जिबल हुन्छ र एजाइल पनि हुन्छ। फ्लेक्जिबल र एजाइल पनि त्यसै कारणले हुन्छ, किनभने केही चिज पनि एउटा टार्गेट नयाँ बजारमा केही पनि नयाँ कुनै तपाईँको राजनीति नयाँ आयो, कुनै आर्थिक परिदृश्यमा एकदमै उतार चढाव भयो भने तुरुन्तै चेन्ज हुनुपर्ने हुन्छ। त्यस कारणले यो फ्लेक्जिबल हुन्छ। र अर्को कुरो यहाँ तपाईँको भविष्यको आवश्यकता भन्ने कुराहरू यसलाई चाहिँ अनुमान गरेका छ। मैले अघि यहाँहरूलाई चाहिँ अक्विजिसन अफ इम्प्लोइज भन्ने जुन प्राप्ति गर्ने चरणको कुरा गरेका थिएँ, यो चरणहरूमा अहिले पनि हामी फेरि पनि जान्छौँ है। यसको निम्ति चाहिँ तपाईँको कस्तो खालको कर्मचारीहरू चाहिने, के चाहिने भनेर आकलन गर्ने काम चाहिँ एचआरले गर्छ। त्यस कारणले चाहिँ यो फ्युचर ओरिएन्टेड हुन्छ। जस्तो मैले अहिले पनि यहाँहरू सबैलाई चाहिँ फ्युचर को एस्पाइरेन्ट हुनुहुन्छ, भोलि यहाँहरू चाहिँ हाम्रो हाम्रो बैंकमा, कृषि विकास बैंकमा या अन्य कुनै बैंकमा जब गर्नु होला र त्यो बैंकका निम्ति त्यसका अब्जेक्टिभ्स फुलफिल गर्नलाई काम गर्नु होला भनेर चाहिँ भविष्यको थिङ्किङ गरेर सोचिराख्या हो नि त। त्यस कारणले चाहिँ यो फ्युचर ओरिएन्टेड हुन्छ भन्ने कुरो चाहिँ यसमा छ। अब हामी नेक्स्टमा जाउँ होइन। अब यो अब्जेक्टिभ्सहरू छन्। अब अब्जेक्टिभ्समा पनि विभिन्न फिलोसोफरहरूले विभिन्न हिसाबले चाहिँ व्याख्या गरेका छन् अब्जेक्टिभ्सहरू कसरी डिफाइन गर्ने भनेर। तर यो चारवटा चाहिँ तपाईँको चाहिँ पर्सनल, फङ्सनल, त्यसपछि अर्गनाइजेसनल र सोसाइटल अब्जेक्टिभ्स भनेर चाहिँ म्याक्सिममले चाहिँ एउटा यो गरेका छन् है। यसलाई सर मैले चाहिँ यहाँ देखाएँ मात्रै चित्र। अब म अलि डिटेलमा जान्छु। यो जस्तो पर्सनल भनेको चाहिँ संस्थाले कर्मचारी, यो मानव स्रोत व्यवस्थापनको उद्देश्य भन्दैछौँ है हामी। एचआरएमको चाहिँ मोटिभ के हो, अब्जेक्टिभ के हो भनेर। मानव स्रोत व्यवस्थापनले कुनै पनि संस्थाभित्र एउटा कर्मचारीको निम्ति जे जति पनि तपाईँको गर्छ त्यसलाई चाहिँ पर्सनल मोटिभ, उसको कर्मचारीको निम्ति त्यो पर्सनल मोटिभ हुन्छ। अब यहाँ मैले सरस्वती भन्छु, जस्तो कर्मचारीहरूलाई पदस्थापना गर्ने अनि उनीहरूलाई डेभलपमेन्ट, उनीहरूको ट्रेनिङहरू दिलाउने, क्यारियर डेभलपमेन्ट गराउने कामहरू चाहिँ एचआरएमले गर्छ। यो चाहिँ यसको एउटा मूल मोटिभ हो। यो चाहिँ पर्सनसँग रिलेटेड है, इम्प्लोइजसँग, स्टाफसँग रिलेटेड मात्रै कुराहरू आउँछ यहाँ चाहिँ यसमा। अरूमा फरक आउँछ। यो कुरा चाहिँ यहाँहरूलाई यो चाहिँ इक्जाममा अलि यसको मात्र पनि आउन सक्छ है, पुरै एचआरएमको नआएर चाहिँ वाट आर द मेन अब्जेक्टिभ्स अफ एचआरएम भनेर चाहिँ प्लिज डिफाइन भनेर 2 मार्क्स 5 मार्क्सको मात्र पनि आउन सक्छ। यो चाहिँ यसलाई त्यसरी लिनु होला होइन। अब यो चाहिँ पर्सनल रिलेटेड भने जस्तो मैले चाहिँ कर्मचारीहरूको डिप्लोयमेन्ट गर्ने, ट्रेनिङ गर्ने, डेभलपमेन्ट गर्ने, त्यस्तै तपाईँको चाहिने कर्मचारीहरूलाई मोटिभेट गर्ने, उनीहरूलाई चाहिँ तपाईँको चाहिने कुनै पनि डिसिजन मेकिङमा चाहिँ इन्भल्भ गराउने, यो कुरा पनि एचआरएमले गर्छ है। त्यस्तै तपाईँको मार्केटमा भए अनुसारको चाहिँ तलब भत्ता कर्मचारीलाई दिने, विभिन्न फेसिलिटिजहरू दिने, तपाईँको चाहिने रिवार्डहरू दिने होइन। अनि कर्मचारीलाई पलायन रोक्ने भनेको छ नि यहाँ, कर्मचारीहरूलाई अन्य संस्थाहरूमा जान नदिने, यो टाइपका कुराहरू चाहिँ जे जति पनि पर्सनसँग रिलेटेड अथवा इम्प्लोइजसँग रिलेटेड जे जति पनि मोटिभहरू हुन्छन् त्यसलाई चाहिँ हामीले यसरी पर्सनल मोटिभ अब्जेक्टिभभित्र राख्छौँ यो सबै एचआरएमको। त्यसपछि दोस्रो आउँछ तपाईँको फङ्सनल। तपाईँको उद्देश्यहरू कुनै पनि संस्थाभित्र के फङ्सनहरू हुन्छन् त, त्यो
एचआरएम रिलेटेड फङ्सनहरूको चाहिँ अब्जेक्टिभ्सहरू चाहिँ एचआरएमको यसलाई चाहिँ हामी फङ्सनल इन्टिग्रेसन भन्छौँ है। अब यो मैले कतिपय नेपाली शब्द लेख्दाखेरि यो यस्तो जस्तो कार्यात्मक एकीकरण भनेको चाहिँ फङ्सनल इन्टिग्रेसन, यो कुरा चाहिँ यहाँहरूले टिप्दा पनि हुन्छ। फङ्सनल इन्टिग्रेसन भनेको चाहिँ कुनै पनि संस्थाभित्र विभिन्न किसिमका डिपार्टमेन्टहरू हुन्छन्, सेक्सन युनिटहरू हुन्छन्, सबैले गर्ने, सबैमा भएका कर्मचारीहरू तिनीहरूको कामलाई अघि हामीले कर्मचारीको गरिराखेको हुन्छ, त्यो चाहिँ एकदम स्किलफुल हुनु पर्यो। लागि उसलाई चाहिँ तालिम दिने, स्किलहरू गराउने कामहरू पनि एचआरएमको पर्छ। र त्यस्तै अब तपाईँको चाहिँ एउटा अर्को छ तपाईँको तलब, कर्मचारीको तलब, हाजिरीको रेकर्ड किपिङहरू विभिन्न तपाईँको उसको चाहिँ नि अब को कर्मचारी कुन दिन आएको थियो, कसलाई कहिलेदेखि बिदा दिने, यावत कुराहरूका रेकर्ड किपिङहरू जो एडमिनिस्ट्रेसन जो प्रशासनिक रेकर्डहरू हुन्छ त्यसलाई पनि सुव्यवस्थित गर्ने काम चाहिँ एचआरएमको पर्दछ है। अब हामी जान्छौँ अर्गनाइजेसनलभित्र। अर्गनाइजेसनभित्र भने चाहिँ अब अर्गनाइजेसनले होलसेलमा गर्ने कामहरूमा एचआरएमको मोटिभहरू के हुन्छ त? अघि हामीले पहिला व्यक्तिगतमा हेऱ्यौँ, त्यसपछि फङ्सनल हेऱ्यौँ, संस्थाको फङ्सनल कामहरू हेऱ्यौँ। अब एज ए होल संस्थाको निम्ति एचआरएमले के कामहरू गर्छ त भन्ने कुराहरूमा जस्तो प्रतिभा प्राप्ति भनेका छौँ, यो भन्या तपाईँको चाहिँ नि ट्यालेन्ट अक्विजिसन, यसलाई चाहिँ यो ठ्याक्कै यो वर्ड यहाँहरूले टिप्न हुन्छ, ट्यालेन्ट अक्विजिसन होइन। मैले अघि पनि यहाँहरूलाई भने यहाँहरू पनि भोलिको स्टारहरू हुनुहुन्छ, ब्याङ्कमा डिपार्टमेन्ट हेड, डिजिएम, जिएम, सिओ हुन सक्ने कैयौँ व्यक्तिहरू हुनुहुन्छ। यहाँहरूको प्रतिभालाई समयमै पहिचान गरेर ट्यालेन्ट हन्ट भन्छ नि एउटा वर्ड छ। हुन त अब अहिले यहाँनिर ठ्याक्कै ट्यालेन्ट हन्ट त हामीले अब भन्न मिलेन होला, त्यसको अलिक फरक हुन्छ, तर ट्यालेन्ट अक्विजिसन भन्न चाहिँ मिल्यो, अक्वायर गर्ने। यो कुरा चाहिँ कुन हाम्रो अघि मैले एउटा इक्जाम्पल दिएको थिएँ, कुन पोस्टको लागि बिबिएस पढेको, कुन पोस्टको लागि एमबिएस पढेको या एमबिए पढेको खालको कर्मचारीहरू चाहिने हो, त्यसको चाहिँ मूल्याङ्कन गर्ने, छनौट गर्ने, भर्ना गर्ने यावत प्रक्रियाहरू यो संस्थागत यसमा पर्छ हामी। त्यस्तै कार्य सम्पादन व्यवस्थापन होइन, एउटा चाहिँ टार्गेट सेट गर्ने, त्यसपछि त्यो टार्गेट अनुसार संस्थाको निम्ति काम गर्यो कि गरेन कर्मचारीले भनेर मूल्याङ्कन गर्ने, रेगुलर मोनिटरिङ गर्ने र टार्गेटको नजिक पुग्या छ छैन कसरी पुगाउने भन्ने खालका कुराहरू पनि यो मानव स्रोत व्यवस्थापनले चाहिँ डाइरेक्ट गर्छ। र अर्को एउटा चाहिँ तपाईँको चाहिँ यहाँनिर कर्मचारी पलायन रोक्ने, यो भनेको चाहिँ कर्मचारीहरूलाई यो माइग्रेसन अरू संस्थामा जान रिटेन्सन गर्ने, स्टाफ इम्प्लोइज रिटेन्सन भन्छ यसलाई होइन, रिटेन्सन गर्ने, रिटेन गर्ने। यो ब्रेन ड्रेन हुन्छ, पलायन भएर जान्छन्, देशै छोडेर जान्छन्। अथवा अब अर्को एउटा हामीले देखाएको छौँ हाम्रो यो नेपालमा चाहिँ एउटा ब्याङ्कमा काम गरिरहेको मान्छे अर्को ब्याङ्कमा जाने, अर्को ब्याङ्कबाट अर्को ब्याङ्कमा जाने, अलिकति बढी स्यालेरी या अलिकति ठुलो पोस्ट पायो भने जाने, त्यसलाई पनि तपाईँको हामी ब्रेन ड्रेन भन्छौँ। कर्मचारी पलायन भएर माइग्रेसन भएर जाने अर्को संस्था है। यस्ता चिजहरूलाई पनि रोक्न पर्छ। रोक्यो भने तपाईँको संस्थाको लागत कम हुन्छ भन्छ है। किनभने मलाई मेरो ब्याङ्कले डिपार्टमेन्ट हेड बनाउने बेलासम्म जे जति लगानी गरेको थियो, डिपार्टमेन्ट हेड हुने बित्तिकै मैले छोडेर अर्को संस्थामा गइदियो भने त्यत्रो ब्याङ्कको लगानी जुन अघि हामीले इन्भेस्टमेन्ट गर्यो भन्यौँ नि, त्यो इन्भेस्टमेन्ट त खेर जान्छ नि। भोलि अर्को मान्छेलाई त्यो पोस्टसम्म पुर्याउनलाई त अझ एक्स्ट्रा इन्भेस्टमेन्ट गर्नु पर्यो ब्याङ्कले हो। तर मलाई नै रिटेन गरेर मलाई नै कन्टिन्यू त्यसमा काम गराउन सक्यो ब्याङ्कलाई भने लागत कम हुन्छ भन्ने एउटा चाहिँ यो छ। अब हामी एउटा चाहिँ यो सोसाइटल मोटिभले पनि हेर्छौँ। सामाजिक उद्देश्य भनेपछि चाहिँ यो अब अघि हामीले लगभग सबै संस्थाभित्रका कुराहरू गऱ्यौँ, व्यक्ति गऱ्यौँ, व्यक्ति भनेको कर्मचारी, अनि हाम्रो चाहिँ
फङ्सनल गऱ्यौँ, त्यो पनि संस्थाभित्रको फङ्सनका कुराहरू आए, अर्गनाइजेसनल भन्यौँ, अर्गनाइजेसनका कुरा आए। अब यो चाहिँ अलिकति बाहिरीका कुराहरू आयो, एक्सटर्नल इन्भाइरोमेन्टसँग रिलेटेड भनौँ न, गर्ने संस्थाले र संस्थाभित्रको एचआरले गर्ने, तर अलिकति बाहिरी समाजको निम्ति गर्ने है। यसमा चाहिँ विशेष गरेर हामी पनि समाजप्रति कतिको जिम्मेवार छौँ है। हाम्रो नैतिक जिम्मेवारी होला, कानुनी सामाजिक जिम्मेवारी होला, त्यसका कुराहरू पनि छन्। जस्तो श्रम कानुनलाई पालना गर्न पर्ने, यो बाहिरी बाहिरी फ्याक्टरहरूले गर्ने हो। जस्तो कानुन भनेको गभर्मेन्टले बनाउने कुराहरू हो, उद्योग मापदण्ड भन्ने उद्योग मन्त्रालयहरूले बनाउने कुरा भयो। यो भने चाहिँ हाम्रो संस्थाभन्दा बाहिरका कुराहरू भए। यस्ता चिजहरू, यस्ता जस्तो कार्यस्थल सुरक्षाको बारेमा के छ त गाइडलाइन, त्यसलाई फलो गराउनु पर्यो है। अनि अब नैतिक अभ्यासहरूमा चाहिँ तपाईँको चाहिँ नि समानता छ, डाइभर्सिटी होला, सामुदायिक प्रभावहरूका कुराहरू होलान्, हामीले समाजका निम्ति केही गर्न सक्ने, जस्तो रोजगारीको सिर्जना, समाज कल्याणका कामहरू, विभिन्न क्षेत्रको पिछडिएका क्षेत्रहरूका केही कुराहरूले, जस्तो हामीले अहिले पनि हाम्रो कर्पोरेट सोसल रिस्पोन्सिबिलिटीहरूका कामहरू गरिराखेका हुन्छौँ। यस्ता चिजहरू पनि हाम्रो एचआरबाट नै ड्राइभ भएर जान्छ। यी कुराहरू पनि हुन्छन् भने अर्को एउटा समावेशी संस्कृति भन्ने छ। यसमा चाहिँ के भन्छ भने संस्थाभित्र अघि हामीले भने जस्तो वर्क फोर्स डाइभर्सिटीको कुरा गरेका थियौँ हामी। वर्क फोर्स भनेको चाहिँ सबै कर्मचारीहरूलाई होलसेलमा वर्क फोर्स भनिन्छ है। कुनै एउटा काम फोर्स। अब यस्तोमा एक धर्म संस्कृति विभिन्न क्षेत्रबाट आएका हुन्छन्, सकिन्छ भने अर्को सबैलाई समावेश गरेर चाहिँ संयुक्त रूपमा एउटा गोलको निम्ति लैजाने, त्यो गोल अचिभ गर्नको निम्ति लैजाने, यो अर्को एउटा कुरा हुन्छ। यसका निम्ति चाहिँ हामीले एउटा के गर्न सकिन्छ भने एचआरएमको तर्फबाट एचआरएमले गर्नै पर्छ, गर्छ पनि, र यो उसको उद्देश्य हो। यो कर्मचारीहरूलाई तिमीहरू एकदम भ्यालुएबल हौ है, संस्थाको निम्ति तिमीहरू एकदम भ्यालुएबल हौ भनेर चाहिँ एउटा भावनाको जागरण गराउनु पर्ने, त्यो जागृत गराउनु पर्ने, र त्यो वातावरणलाई बढावा दिने काम पनि एचआरएमले गर्छ। त्यसो गर्यो भने के हुन्छ भने भोलि कर्मचारी चाहिँ आफ्नो इम्पोर्टेन्स उसले चाहिँ मलाई चाहिँ म इम्पोर्टेन्ट छु है यो संस्थाको निम्ति, यो भन्ने कुरा चाहिँ उसले चाहिँ फिल गर्छ, र त्यसले गर्दा चाहिँ अलिकति प्रोडक्टिभिटी, उसले गर्ने पर्फर्मेन्समा अलिकति चाहिँ डेफिनेटली तपाईँको पोजिटिभ इम्प्याक्ट आउँछ, अलिकति इन्क्रिज भएर जान्छ होइन। यसरी यी चाहिँ हाम्रा चारवटा चाहिँ एचआरएमका अब्जेक्टिभहरू म्याक्सिमम धेरै जस्तो फिलोसोफरहरूले लेखेकामा यही चारवटाहरू छन्। यसमा अब कतिपय बुदाहरू यहाँ मैले समेट्न नसकेको पनि होला, यहाँहरूले पनि हेर्नु होला, तर मेजर यही चारवटा हो, र यिनै चारवटा कुराहरू चाहिँ यसरी नै डिफाइन गर्नुपर्ने हुन्छ। अब हामी चाहिँ यसको चाहिँ इम्पोर्टेन्सतिर जाउँ। इम्पोर्टेन्समा केही छैन, सरसर्ती मैले पोइन्टहरू लेखिदिएको छु। इम्पोर्टेन्स भने धेरै कुराहरू त अघिदेखि हामीले गरिराखेकै कुराहरू हो, र इम्पोर्टेन्समा एउटा कुरा चाहिँ यो इम्पोर्टेन्स लेख्दाखेरि पनि यहाँहरूले के चिज हेर्नु होला भने कर्मचारीको भर्ना गर्नुभन्दा पूर्व, यो अघि पनि मैले एउटा स्लाइडमा राखेको थिएँ, भर्ना गर्नुभन्दा पूर्व जुन हामीले पूर्वानुमान गर्छौँ, पूर्वानुमान गर्ने बेलादेखि कर्मचारी अवकाश भइसकेर जाँदासम्म यो सम्पूर्ण कुराहरू, जति पनि कुराहरू आइपरेका हुन्छन्, अलिकति डिटेलमा अहिले हामी जान्छौँ। यो सबै कामहरू पुरा गराउने चाहिँ एचआरएमले गर्छ। त्यो जनशक्तिसँग सम्बन्धित कुराहरू, कर्मचारीसँग सम्बन्धित है। अरू प्रोडक्टहरूसँग, तपाईँको प्राइसिङहरूसँग त्यो मतलब भएन हामीलाई। अहिले हामी खालि पिपलसँग मात्र रिलेटेड गरिरहेछ। र यहाँ अब सस्तो अब कर्मचारीहरूलाई व्यवस्थित गर्दै सङ्गठनको लक्ष्य, अनि सङ्गठनको मूल्य मान्यताका साथै कर्पोरेट कल्चरलाई पनि तपाईँको यो सुदृढ गर्ने, यो कुरा पनि आइसकेको छ। कर्मचारीको तालिम विकासको कार्यक्रम, यो पनि ट्रेनिङ एन्ड डेभलपमेन्टको कुरो पनि हामीले अघि गरिसक्यौँ। अनि तपाईँको यो तोकिएको टार्गेटेड यो जुन अब्जेक्ट हामीले गरिसकेका छौँ, तर यसको चाहिँ महत्त्व भन्नाले दुई चारवटा अझ एड गर्न
सकियो। तर लेख्ने बेला चाहिँ एउटा यहाँहरूले एउटा विचार के गर्नु होला भने मलाई कति मार्क्सको क्वेसन सोध्या छ त्यो अनुसार लेख्न पर्ला। र एउटा मैले यहाँहरूलाई के दिन्छु भने मैले पनि अब लोकसेवाको पनि कैयौँ इक्जामहरू पनि दिएँ, कैयौँ पासहरू पनि गरेर म डिपार्टमेन्ट हेडसम्म भएको हो है। मेरो आफ्नो एउटा अनुभव सानो मैले यहाँनिर बिचमा सेयर गर्न खोजेँ। यो लेख्दाखेरि चाहिँ तपाईँले कहिले पनि फुल मार्क्सलाई तपाईँको चाहिँ कति मिनेटको टोटल परीक्षाको कति मिनेट छ त्यसमा चाहिँ 4-5 मिनेट सरर पहिलो पेपर पढ्ने समय 5 मिनेट 7 मिनेट कति लाग्छ तपाईँलाई, त्यो घटाएर त्यो मिनेट अनुसार डिभाइड गर्नु होला। र अब मैले कति मार्क्सको क्वेसन गर्न पर्ने छ र त्यसलाई कति मैले मिनेट दिने हो भनेर त्यसरी चाहिँ लेख्नु होला। कहिले पनि कुनै पनि क्वेसन छुट्ने सम्भावना पनि हुँदैन र सबैलाई तपाईँले त्यही अनुसारले चाहिँ न्याय पनि गर्नुहुन्छ जतिवटा पनि प्रश्न सोधिएको हुन्छ। त्यसो गर्यो भने के हुन्छ भने मलाई 2 मार्क्सको सोध्या छ, मैले 5 मिनट्समा यो सकाउनु पर्ने छ भनेर तपाईँले मेन्टालिटी बनाउनु भयो भने त्यही अनुसार तपाईँले लेख्न पर्ने हुन्छ र लेख्न पनि सकिन्छ। यो कुरा चाहिँ यसरी यहाँहरूले चाहिँ म्यानेज गर्नु होला। र यो क्वेसनको पनि मैले यहाँहरूलाई भन्न खोजेको कुरो त्यही हो कि तपाईँलाई कति मार्क्सको हिसाबले सोध्छ त्यो अनुसार चाहिँ यही सेन्टेन्सलाई पनि जस्तो भनौँ न हामी कहाँ पुग्यौँ अब एउटा कर्मचारीसँग समन्वय र सहकार्य गर्दै कर्मचारीहरूलाई संस्थाभित्र टिकाइराख्न भनेर यो अब तपाईँलाई 10 मार्क्सको क्वेसनभित्र यो लेख्न परेको छ भने यो पुरै सेन्टेन्स अझ यसमा पनि एउटा दुईटा बुट्टा अझ थपेर लेखिदिन मिल्ला होइन। 2 मार्क्समा या 3-5 मार्क्सको छ छुट्याउनु पर्ने छ भने कर्मचारीहरूलाई संस्थाभित्र टिकाइराख्न भनेर मात्र लेख्दा त्यसले तपाईँको जिस्टमा त्यो सबै दिन्छ होइन। त्यसरी चाहिँ यहाँहरूले लेख्नु होला होइन। अब यो महत्त्वमा अन्य कुराहरू कार्य मूल्याङ्कनहरू छन्, दण्ड पुरस्कारका कुराहरू छन्, अनुशासन कायम गराउने, त्यस्तै तपाईँको एचआर रिलेटेड तपाईँको चाहिँ नि नीति नियम योजनाहरू रणनीतिहरू तयार गर्ने र सङ्गठनभित्र विभिन्न निर्जीव स्रोत साधनलाई जीवन्तता दिने यो एउटा सेकेन्ड लास्ट सेन्टेन्स हेर्नु होला है। यो भनेको अघि हामीले एउटा 5M जुन देखाएको थियौँ त्यो 5Mमा म्यान पावरले बाँकी 4वटा एमलाई चाहिँ चलाउँछ भनेर हामीले भनेका थियौँ। यो यसको मिनिङ त्यही हो। मा रहने विभिन्न निर्जीव स्रोत र अन्य स्रोत साधन तिनीहरूलाई र म्यान पावर म्यानेजमेन्टको त्यो एउटा काम छ। र अब यो तपाईँको यहाँ एउटा अन्तिममा त्यो जनशक्तिको पूर्वानुमानदेखि अवकाशसम्मको कुराहरू भन्ने छ। यो कुरा अघि पनि आइसक्यो। यसरी चाहिँ यो महत्त्वहरूलाई चाहिँ यसरी लेख्नु होला होइन। यहाँनिर तपाईँको एउटा यो कर्पोरेट संस्कृति भनेर जुन मैले अघि माथि भनेको छु यसमा कर्पोरेट कल्चर भन्छ यसलाई। अङ्ग्रेजीको भाइ बहिनीहरूले चाहिँ यसलाई कर्पोरेट कल्चर भनेर लिनु होला। संस्कृति भनेर कसैलाई नबुझ्ने त्यस्तो अवस्था त नहोला, तैपनि कर्पोरेट कल्चर हो। यो भने चाहिँ तपाईँको अब कुनै पनि संस्थाभित्रको टोटल वर्क फोर्सको है, टोटल वर्क एकजना दुईजनाको या 10 जनाको या यो एउटा कुनै युनिटको टिमको होइन, टोटल वर्क फोर्सको सेड भ्यालु नर्म्सहरू बिलिफ्सहरू हो। त्यसलाई चाहिँ त्यसको सेटलाई चाहिँ हामी कर्पोरेट कल्चर भन्छौँ। भनाइको मतलब पुरै संस्थाको एउटै संस्कृति, त्यसलाई चाहिँ हामी कर्पोरेट कल्चर भन्छौँ। यो भित्र तपाईँको चाहिँ नि अफिसको डिजाइनिङहरू पनि आउँछ। जस्तो भनौँ न कृषि विकास बैङ्कको चाहिँ काउन्टरको डिजाइन यो प्रकारको हुन्छ, कृषि विकास बैङ्कको कर्मचारीहरूको युनिफर्म यो प्रकारको हुन्छ, उहाँहरूको एटिच्युड यो प्रकारको हुन्छ, बिहेभियर यो प्रकारको हुन्छ भनेर तपाईँ कुनै एउटा ब्रान्चमा जानुहोस् या तपाईँको इलामको ब्रान्चमा जानुहोस् या रुकुमको ब्रान्चमा जानुहोस्, तपाईँले एउटै किसिमको पाउनुहुन्छ भने त्यो चाहिँ त्यो पनि कर्पोरेट कल्चरभित्र पर्यो है। एकैछिन है त। अब यो अघि मैले तपाईँहरूलाई त्यो फुड प्रोसेसिङ र आउटपुट है, मैले अघि यहाँहरूलाई डिटेलमा अब फोटो खिचेर राख्दा पनि हुन्छ, नभए साथीहरूले पनि पठाउनु होला। कुराहरू भनेको यही हुन्, इनपुट भनेर मैले अघि भनेको थिएँ नि। चाहिँ तपाईँको चाहिँ नि
त्यो चाहिँ इनपुटभित्र पर्यो। र अर्को तपाईँको प्रोसेसिङमा भने त्यही 4वटा कुरा, यो 4वटा कुरा चाहिँ कहिले पनि नबिर्सिनु होला यहाँहरूले है। तपाईँलाई अरू केही इनपुट आउटपुट आउँदैन भने पनि यो बिचको 4वटा कुराहरू चाहिँ यहाँले याद गर्नुभयो र यो भनेको के हो भन्ने बुझ्नुभयो भने तपाईँले मानव स्रोत व्यवस्थापनसँग रिलेटेड धेरै क्वेसनहरूको एन्सर चाहिँ लेख्न सक्नुहुन्छ। किनभने उनीहरूले संस्थाभित्र कर्मचारी भित्रिसकेपछि, जनशक्ति भित्रिसकेपछि गर्ने भनेको यही 4वटा काम हो। इनपुट भनेको काम चाहिँ यो पहिलाका कुरा, पहिलो संस्थामा दिने कामहरू हुन्। संस्थाभित्र आइसकेपछि गरिने कामहरू यो भयो र आउटपुट भनेको चाहिँ अब त्यो जनशक्तिले अथवा त्यो टोटल एचआरएमले, एचआर वर्कफोर्सको म्यानेजमेन्ट टोटल टिमले के दिन्छ त आउटपुट भन्ने कुराहरू जुन अघि हामीले पनि अलिकति छलफल गरेका थियौँ बिचमा। जस्तो यसमा पनि अब अर्गनाइजेसनल प्लानहरू यो सबै इनपुटहरू भन्छन्। अघि हामीले पोलिसी, स्टाफसँग रिलेटेड पोलिसी भनेका थियौँ होइन, स्टाफ्सहरू नै पनि हो, स्टाफ रिलेटेड लजिस्टिक्सहरू पनि भनेका थियौँ। यी कुरा इनपुट भयो। यो 4वटा कुराहरू चाहिँ प्राप्ति गर्ने, विकास गर्ने, अनि तपाईँको यो उत्प्रेरणाको कुरा, उत्प्रेरणालाई मोटिभेसनलाई कतिपय ठाउँमा युटिलाइजेसन पनि भन्या हुन्छ है, कन्फ्युजन यहाँहरू नहुनु होला। त्यो दुईटैलाई शब्दको मिनिङ एउटै नभए पनि यो 4वटा कुरामा मोटिभेसनको ठाउँमा कतिपय ठाउँमा तपाईँले युटिलाइजेसन भेट्नुहुन्छ, उत्प्रेरणाको ठाउँमा कतिपयले उपयोग भन्ने भेट्नुहुन्छ। यसमा कन्फ्युजन चाहिँ नहुनु होला। त्यही उपयोगभित्र मोटिभेसन पनि पर्ने हो, मोटिभेसनभित्र उपयोग पनि पर्ने हो। यो 4वटाको हिसाबले हेर्ने हो भने मेन्टेनेन्स भने चाहिँ सम्भारको कुरा भयो। के हुन्छन् त्यो हामी हेरौँला। र यसरी इनपुट, प्रोसेसिङ र अनि त्यसपछि आउटपुटहरू यो हुन्छ। हेर्नुहोस् है, गोल एचिभमेन्ट हुन्छ, वर्क लाइफको क्वालिटी बढ्छ, प्रोडक्टिभिटी बढ्छ, इफिसियन्सी बढ्छ, रेडिनेस फर चेन्ज भनेको कुनै पनि त्यो चेन्ज गर्नुपर्ने बेलामा तत्काल तयार हुन्छ, त्यो टिम तयार हुन्छ, संस्था तयार हुन्छ। यी चिजहरू चाहिँ आउटपुट भयो। र अब यो फिडब्याकको एउटा लुप यो आउटपुटबाट के कमी कमजोरी भयो त्यो लुप। अब यसलाई चाहिँ हामी अघि पनि यो बारेमा कुराहरू आइसकेका छन्। अब यी 4वटा कुरामा म यहाँहरूलाई चाहिँ यति मात्र हो, यो 4वटा कुरा यहाँहरूले हेर्न पर्ने। एक्विजिसन, स्टाफ अक्वायर गर्ने पार्टमा के हुन्छ त, यो कुराहरू छ। जस्तो हामीसँग अहिले भइराखेको करेन्ट वर्कफोर्सलाई एसेस गर्ने, त्यसपछि अर्गनाइजेसनको प्लान एनालाइज गर्ने, त्यसपछि कति कर्मचारी चाहिन्छन् त्यो फोरकास्टिङ गर्ने। अब हामीसँग भएको र हामीलाई चाहिने वा त्यो भइराखेको र सप्लाई भएकोमा म्याच गर्ने, कम बढी के हुन्छ त्यो अनुसार फेरि माग्ने, अनि कर्मचारीहरूको जबलाई एनालाइसिस गर्ने, डिजाइनिङ गर्ने होइन, रिक्रुटिङ, स्क्रिनिङ, सेलेक्सन, धेरै कुराहरू छन् यसमा। अब यो सबै एउटा डिफाइन गर्यो भने धेरै टाइम लाग्छ। त्यस कारणले यी कुराहरू चाहिँ हाम्रो एचआरएमको 4वटा बेसिक फङ्सनहरू हेर्नुहोस् है। एचआरएमको 4वटा बेसिक, मैले अघि पनि यहाँहरूलाई भने यो 4वटा फङ्सन बुझ्नुभयो भने यसैमा तपाईँले अगाडि पछाडि बुट्टा पार्न सक्नुहुन्छ। यो भनेको के छ भने हेर्नुहोस्, अब तपाईँको फोरकास्टिङ गर्ने बेलादेखि लिएर अब अहिले आउँछ हाम्रो चाहिँ रिटायरमेन्ट भन्दा पछाडिका कुराहरू समेत यसमा इन्क्लुड हुन्छ। त्यस कारणले यो 4वटा कुरा अलि विशेष हेर्नु होला। अब जस्तो डेभलपमेन्टका कुराहरूमा छन् अनबोर्डिङ, ओरिएन्टेसन, सोसलाइजेसन भन्ने कुरा। अब अनबोर्डिङ भन्ने यहाँहरूलाई थाहा होला। अनबोर्डिङ अब अरू यो अब ओरिएन्टेसन भने त संस्थाप्रति ओरिएन्ट गर्नु कसैलाई पनि। अनबोर्डिङ भने पनि करिब त्यही प्रकारको हो। जस्तो हामी जहाज चढ्ने बेलामा बोर्डिङ पास लियौँ भन्छौँ नि होइन, हामी जहाज चढ्छौँ, बोर्डिङ पास लिएपछि बल्ल अनि जहाजको ढोकाबाट भित्र जान दिन्छ हामीलाई, नत्र जान दिँदैन। त्यो बोर्डिङ पासले चाहिँ हामीलाई अनबोर्ड गराउँछ। हामी जहाजभित्र बसिसक्नु भनेको चाहिँ अब अनबोर्डिङ भयो। त्यो भनेको संस्थामा के हिसाबले त्यसलाई बुझौँ भने हामी संस्थाभित्र छिरेपछि संस्थासँग हामीलाई फेमिलियराइज गराउने, नीति नियम, संस्था भनेको के हो, के काम गर्छ भन्ने यावत कुराहरूसँग चाहिँ हामीलाई चाहिँ फेमिलियराइज गराउने कामलाई चाहिँ अनबोर्डिङ भन्छ। त्यसपछि ओरिएन्टेसन, सोसलाइजेसन छन्, ट्रेनिङ एन्ड स्किल डेभलपमेन्टका कुरा छन्, पर्फर्मेन्स म्यानेजमेन्ट, ट्रान्सफरमा पनि पर्यो है। डेभलपमेन्टमा तपाईँको चाहिँ नि कुन मान्छेलाई कुन ठाउँमा सुटेबल हुन्छ त्यो ठाउँमा पठाउनु भने पनि तपाईँको डेभलपमेन्टको कुरा हो।
त्यस्तै अब क्यारियर डेभलपमेन्टका कुराहरू छन्, लर्निङ डेभलपमेन्टका कुराहरू छन्। यी चिजहरू चाहिँ डेभलपमेन्ट फेजमा आउँछ। त्यसपछि हाम्रो चाहिँ 4 वटा फेजमध्ये अघि मैले यहाँहरूलाई भनेको थिएँ युटिलाइजेसन र मोटिभेसनलाई धेरैले चाहिँ कसैले यो नाम युटिलाइजेसन दियो, कसैले मोटिभेसन दिए पनि कुराहरू यिनीहरू नै आउँछन् हेर्नुहोस् है। जस्तो क्लियर वर्क फ्लो अनुसार कसैलाई प्लेसमेन्ट गर्ने। प्लेसमेन्ट भने संस्थाले त्यसलाई चाहिँ कुनै ठाउँमा पदस्थापना गरेर काम गराउने हो नि त। हो, त्यो भने उसको युटिलाइज गर्ने, त्यो कर्मचारीको अब संस्थाले युटिलाइज गर्ने। त्यस्तै एमबिओ एउटा सेटिङ गोल्स विथ मोनिटरिङ एन्ड रिवार्ड मेकानिजम। एमबिओको बारेमा अब छुट्टै सेसनै एउटा लिनुपर्ने हुन्छ होइन। छोटकरीमा अब एमबिओको बारेमा यहाँहरू लगभग सबैलाई जानकारी होला। यदि छैन भने म छोटकरीमा एउटा कुरा के भनिदिन्छु भने एमबिओ भनेको चाहिँ कुनै एउटा पर्टिकुलर गोललाई चाहिँ सबै कर्मचारीहरू जति पनि हाम्रो टिमको मेम्बरहरू हुन्छ तिनीहरूमा चाहिँ तिनीहरूका निम्ति चाहिँ त्यो गोल डिफाइन गर्ने। तिमीले यो गर्ने, तिमीले यो गर्ने, तिमीले यो पाउने, तिमीले यो पाउने, तिमी यहाँसम्म जाने भनेर सबैलाई चाहिँ डिफाइन गर्ने र त्यो त्यो उनीहरूलाई कन्भे पनि गर्ने। तिमीले यो यो ल यो गर्नुपर्छ भनेर टिओआरै दिने र दिएपछि त्यसलाई कन्टिन्युअस मोनिटरिङ गर्ने, इभ्यालुएसन गर्ने, कहाँनिर त्यसले गर्न सक्यो सकेन भनेर एकदमै तपाईँको चाहिँ इभ्यालुएट गरेर त्यसको फिडब्याक पनि लिने र यो कुरालाई यस्तो खालको जुन एउटा चाहिँ म्यानेजमेन्ट छ यसलाई चाहिँ म्यानेजमेन्ट बाई अब्जेक्टिभ्स है। अब्जेक्टिभ्स तोकेर सबै टिमलाई, व्यक्तिलाई, कर्मचारीलाई अब्जेक्टिभ तोकेर म्यानेजमेन्ट गर्ने प्रक्रियालाई चाहिँ एमबिओ भन्छ। अब एमबिओ पनि छ। त्यस्तै अब तपाईँको जब इनरिचमेन्टको कुराहरू छन् होइन। हिजो सायद कुनै एउटा सेसनमा हिजै मैले पनि एकैछिन हेरेको थिएँ। जब एनरिचमेन्टका कुराहरू पनि आएका थिए। यहाँनिर एउटा एनरिचमेन्ट र एनलार्जमेन्टमा अलिकति फरक हुन्छ। यो चाहिँ यहाँहरूले विचार गर्नु होला होइन। एनरिचमेन्ट एनलार्जमेन्ट भनेको चाहिँ तपाईँको चाहिँ नि त्यो जबमा अझ कामहरू थपिदिने एनलार्जमेन्ट भयो। त्यो लार्ज के शब्द ठ्याक्कै हेर्नु होला है। एनलार्ज भनेको लार्ज, अझ लार्ज बनाएको एनलार्ज गरी। जब एनलार्जमेन्ट भनेको अझ कामहरू थपिदिने, जिम्मेवारी त्यही हुन्छ तपाईँको, काम मात्र थपिदिने है। त कुनै पद बढाइ हुँदैन, जिम्मेवारी बढाइ हुँदैन त्यही जिम्मेवारीमा। तर एनरिचमेन्ट भनेको चाहिँ के हुन्छ भने यो अलिकति तपाईँको रेस्पोन्सिबिलिटी बढाउने, उसको त्यो कम्प्लेक्सिटी हेर्नुहोस् बढाउने, कम्प्लेक्सिटी बढाउने, सपोर्ट पनि बढाउँछ, अथोरिटी बढाउँछ। ल तिमीलाई यो अधिकार पनि बढी भयो, तिम्रो जिम्मेवारी पनि यो बढी भयो। काम बढाउने भन्दा पनि उसलाई चाहिँ जिम्मेवारी दिने। जस्तो भनौँ न एउटा कुनै युनिटको काम कसरी हेरिरहेको थियो भने त्यही युनिटभित्र काम थप्ने भन्दा पनि ल तिम्रो जिम्मेवारी फलानु युनिटको पनि तिमीले मोनिटरिङ गर्नुपर्छ है भन्ने टाइपको अर्को पनि तपाईँको चाहिँ नि उसलाई चाहिँ अथोरिटी पनि बढाइदिने, रेस्पोन्सिबिलिटी बढाइदिने, अथोरिटी पनि बढाइदिने, यो एनरिचमेन्ट आउँछ। यसरी आयो होइन। यो कुराहरू जब सेक्युरिटीका कुराहरू भनेको चाहिँ अब मेरो जब कहिलेसम्म रहन्छ रहँदैन भन्ने खालको सेक्युरिटी भयो। वर्क लाइफ ब्यालेन्स भनेको पनि यो पनि अब अलि भेग विषयवस्तु नै छ। काम र मेरो व्यक्तिगत जीवनको बिचको ब्यालेन्स मिलाउने, वर्क लाइफ ब्यालेन्स म्यानेजमेन्ट भनेको त एउटा छुट्टै तपाईँको उनै लिनुपर्छ। छोटकरीमा के बुझ्नुहोस् भने मेरो काम र मेरो व्यक्तिगत जीवनको बिचमा मेरो संस्थाले चाहिँ म्यानेज गरिदिनु पर्छ। तिमी यति बेलासम्म अफिसमा काम गर, परेको बेला यति घन्टा एक्स्ट्रा गर, त्यसपछि यति घन्टा तिम्रो घरको निम्ति, तिम्रो पर्सनल लाइफको निम्ति भनेर चाहिँ यसरी चाहिँ व्यवस्थापन गर्नुपर्छ है। त्यसलाई वर्क लाइफ ब्यालेन्स भन्छ। अब अहिले त रिसेन्टली एनआरबीले अस्ति भर्खरै एउटा सर्कुलर पनि गरेको छ। त यो बढी काम गराउन नपाइने, गरायो भने के कस्तो कस्तो खालको बेनिफिटहरू दिनुपर्ने भन्ने कुराहरू पनि छन्। त्यो कम्पेन्सेसनका कुराहरू यहाँ तल यसमै पनि उल्लेख भएको छ मोटिभेसन भित्रै होइन। त्यस्तै अब पर्सनल र फ्यामिली हेल्थ इन्सुरेन्स गर्ने कुराहरू पनि यसैभित्र पर्छ। अब मेन्टेनेन्सको कुराहरू छ हेर्नुहोस् है। अब यो मोटिभेसन र युटिलाइजेसनको पार्टपछि मेन्टेनेन्सको कुराहरूमा तपाईँको अब कर्मचारीहरूको रिलेसनहरू अनि उनीहरूको गुनासो व्यवस्थापनहरू होइन, काम गर्ने वातावरण अनि तपाईँको विभिन्न युनियन लेबर अर्गनाइजेसनहरू हुन्छ कर्मचारीहरूको भित्र, तिनीहरूसँगको रिलेसनहरू, बार्गेनिङहरू हुन्छ, कहिलेकाहीँ हडतालहरू गर्ने, त्योसँग एग्रिमेन्ट गर्नुपर्ने कुराहरू हुन्छन्।
होइन। अब कर्मचारीको बारेमा विभिन्न कानुनी दायित्व हुन्छ संस्थाको, त्यो दायित्व कर्मचारीको बारेको दायित्व हेर्न पर्ने, कर्मचारीको स्ट्रेस म्यानेजमेन्ट अनि मेन्टल हेल्थका कुराहरू, यो सबै तपाईँको भिआरएस भनेको यहाँ भोलिन्टरी रिटायरमेन्ट स्किम, पेन्सन र ग्रेच्युटी समेत सम्मको चाहिँ इम्प्लोइ सेटिस्फ्याक्सन लगायत यी सबै कुराहरू चाहिँ मेन्टेनेन्सभित्र पर्छन्। यो कुराहरू चाहिँ यहाँहरूले यो चारवटा कुरा चाहिँ जुन मैले भने एक्विजिसन, डेभलपमेन्ट, युटिलाइजेसन र मेन्टेनेन्स, यो चारवटा कुरा यहाँहरूले अलिकति बढी फोकस गर्नु होला। यो त्यति भएपछि अन्य धेरै कुरामा तपाईँहरूले बुटा पार्न सकिन्छ ल। अब म अलिकति नेक्स्ट गएँ। अब केही कन्सेप्टहरू, यो अलिकति नयाँ नयाँ कन्सेप्टहरू यसमा थपिँदै आएका छन् एचआरमा, जस्तो आउटसोर्सिङ भन्छ। म सरसर्ती जान्छु है। अब आउटसोर्सिङ भन्छ। आउटसोर्सिङ भनेको चाहिँ संस्थाभित्रको कर्मचारी नभएर संस्थाले कुनै पर्टिकुलर काम गर्नलाई बाहिर कुनै अर्को अर्गनाइजेसनबाट कर्मचारीहरूलाई चाहिँ उसले जिम्मा दिएर यो गराउने एकदम राम्रो। यो मैले यहाँहरूलाई इक्जाम्पल दिन्छु, जस्तो सेक्युरिटीको कुराहरू, ब्याङ्कहरूमा सेक्युरिटीको कुराहरू हुन्छ नि, गार्डहरू, ती गार्डहरू बैङ्कका कर्मचारी हुँदैनन्, कुनै अरू नै संस्थाका कर्मचारी हुन्छन्। तर तिनीहरू बैङ्ककै निम्ति बैङ्ककै प्रिमिसेसमा बसेर बैङ्ककै मोटिभलाई लिएर काम गरेर हुन्छन्। हो, यो भने आउटसोर्सिङ गरेको, कुनै अर्को संस्थाबाट अर्को संस्थालाई एग्रिमेन्ट गरेर काम गराएको, यो आउटसोर्सिङ। यो केही कन्सेप्टहरू हुन् जुन अहिले एचआरएममा आएका विभिन्न, होइन। ग्लोबलाइजेसन भने अघि मैले भने नेपालको मान्छे गएर अस्ट्रेलियामा काम गरिरहेछ, होइन। इन्डियाको मान्छे आएर नेपालमा नेपालकै अब कतिपय बैङ्कमा हिजो अस्तिसम्म सिओहरू समेत इन्डियातिरका हुन्थे। टाइपको चाहिँ यो ग्लोबलाइजेसन भनेको जहाँसुकै एचआरएमले एड्रेस गर्छ। त्यस्तै टेक्नोलोजीका चेन्ज तपाईँको एचआरएममा धेरै असर पारे हुन्छ हेर्नु है। जस्तो अब अहिले डिजिटलाइज युग आयो, इन्टरनेट बेस्ड युग आयो, यसले गर्दा धेरै कुराहरू चाहिँ हामीले अब आइटी बेस्ड गरिसकेका छौँ। तपाईँको एप्लिकेसनै अनलाइनबाट लिने, पर्फर्मेन्स इभ्यालुएसन अनलाइनबाट गर्ने, यावत कुराहरू चाहिँ यो टेक्नोलोजिकल चेन्जले गराएको हुन्छ। अब वर्कफोर्स डाइभर्सिटी भनेको अघि पनि आइसकेका कुरा छ। विभिन्न प्रकारका कर्मचारीहरूलाई समेटेर एउटै उद्देश्यका निम्ति हिँडाल्ने कन्सेप्ट चाहिँ वर्कफोर्स डाइभर्सिटी पर्यो, होइन। अब यो ब्रेन ड्रेनको पनि अघि मैले कुरा गरिसकेँ। कर्मचारी पलायन हुने, अर्को संस्थामा जाने, अर्को देशमै जाने, अन्य बिजनेसमा जाने, अब यसलाई पर्छ है। अब अपर्च्युनिटिजहरू, लर्निङ अर्गनाइजेसन भन्ने छ, होइन। लर्निङ अर्गनाइजेसन भनेको चाहिँ अर्गनाइजेसन आफै एउटा यस्तो प्लेटफर्म बन्न पर्छ जहाँ चाहिँ कर्मचारीहरूले म्याक्सिमम कुराहरू सिक्ने र एकअर्कामा ज्ञान बाँड्ने, आफूले जानेका कुरा अरूलाई सिकाउने र अरूबाट पनि सिक्ने, यसलाई चाहिँ एउटा कल्चरकै रूपमा डेभलप गर्ने, यो कुरालाई चाहिँ लर्निङ अर्गनाइजेसनको रूपमा हामीले लिन्छौँ। एचआरएमले पनि लिनपर्छ र त्यही अनुसार डेभलप पनि गर्नुपर्ने हुन्छ है। त्यस्तै चेन्ज म्यानेजमेन्टको कुराहरू छ। हामीले अघि भन्यौँ विभिन्न किसिमका चेन्जहरूलाई पनि म्यानेज गरेर हिँड्न पर्ने हुन्छ। के खालको चेन्ज हुन्छ त्यसलाई चाहिँ पूर्वानुमान गर्ने, त्यही अनुसार चाहिँ एचआरको पोलिसीहरू बनाउने, त्यसैसँग रिलेटेड त्यसैसँग एड्याप्ट गराउने संस्थालाई, एचआरएमलाई, होइन। पार्टिसिपेटरी म्यानेजमेन्टका कुराहरू छन्। सबैलाई निर्णय प्रक्रियामा सहभागी बनाउने, अघि हामीले एउटा कर्मचारीको सहभागिता भन्ने कुरा पनि हेरेका थियौँ। अनि अब यो एउटा 3V नेतृत्व मोडल भन्ने पनि छ यो अहिले। अब हुन त यो 3V, 4V, 5V भन्ने पनि होला। अब यसमा धेरै यहाँहरूले टाउको दुखाइ नगर्नु होला। 3V मा भिजन, भेल्यु र भोइस भन्ने छ, होइन। यो एउटा स्ट्राटेजिक फ्रेमवर्क हो कि एचआरको स्ट्राटेजिक फ्रेमवर्क हो। यसमा चाहिँ सङ्गठनको चाहिँ भिजन, साङ्गठनिक मूल्य मान्यता र त्यो सबैलाई चाहिँ एउटै आवाज बनाउन सक्ने, भोइस मा कन्भर्ट गर्ने, यस्तो खालको अहिले ई रिक्रुटिङका कुराहरू आएका छन्, एचआरआइएसका कुराहरू छन्, भर्चुअल म्यानेजमेन्टका कुराहरू छन्। अब यो कन्फ्लिक्ट म्यानेजमेन्ट, नलेज म्यानेजमेन्ट, स्ट्रेस म्यानेजमेन्ट, स्क्यारसिटी म्यानेजमेन्ट, एजाइल म्यानेजमेन्ट, टाइम म्यानेजमेन्ट, विभिन्न छन्। हेर्नुहोस् यी कन्सेप्टहरू है। यी कुराहरूलाई चाहिँ
हामीले त्यही तत्त अनुसार हेर्न पर्ने हुन्छ। यसमा एउटा दुईटा त सायद हामी अलिकति छलफल पनि गर्छौँ। सबै कुरामा चाहिँ अब अहिले तत्काल समेट्न सकिँदैन होला है। अब अपर्च्युनिटीका कुराहरू छन् होइन। अब अपर्च्युनिटीका यो एचआरएमको अपर्च्युनिटी है नेपाली ब्याङ्किङ सेक्टरमा। जस्तो अब युवाहरूमा चाहिँ ब्याङ्किङ जागिरप्रति एकदमै आकर्षण छ। अ, यो टक्क टाई सुट लगाएको सर्ट प्यान्ट लगाएको आइरन गरेको लुगाहरू लाएर टक्क काउन्टरमा बस्ने टेबल चेयरमा बस्ने एउटा बेग्लै खालको एउटा सबैको चाहना हुन्छ युवाहरूको होइन। त्यही अनुसार बजारमा पनि तपाईँको अघि मैले तपाईँहरू सबैलाई भने जस्तो एउटा एस्पाइरेन्ट एकदमै सबै पढे लेखेको सक्षम जनशक्ति पनि छ। त्यो पनि एउटा अपर्च्युनिटिज हो। अनि रिक्रुटिङ एजेन्सीहरू पनि विभिन्न किसिमका छन्। सरकारी ब्याङ्कको लागि लोकसेवाले लिन्छ भने प्राइभेट ब्याङ्कहरूको लागि पनि विभिन्न तपाईँको जब एजेन्सीहरू छन् हेर्नुहोस्। त्यो पनि अपर्च्युनिटिजहरू हो होइन। त्यस्तै तपाईँको आइटी सेक्टरमा यो सोसल साइट्सहरूले पनि धेरै चिजहरूको चाहिँ तपाईँलाई चाहिँ एचआरएमलाई चाहिँ अपर्च्युनिटिज क्रिएट गरिदिएको छ। हेर्नु सञ्जालको माध्यमबाट तपाईँको अनलाइनको माध्यमबाट अब आज हामी भ्याकेन्सी गर्छौँ, रिक्रुटिङ गर्छौँ, सर्टलिस्ट गर्छौँ, इमेलहरू पठाउँछौँ होइन। यो सबै चाहिँ गर्न सकिन्छ। सफ्टवेयरका माध्यमबाट एचआर रिलेटेड कामहरू गर्न सकिन्छ। विभिन्न चरणका सूचना आदान प्रदान गर्ने एचआरएम रिलेटेड होइन सफ्टवेयरको प्रयोगले अब हाजिरी गर्ने बिदा तलब कर्मचारी सापटी जस्ता कुराहरू सबै अब अहिले आइटीको ले गर्न सकिन्छ। हिजोका दिनमा हामीले रजिस्टर कापी कलम ढड्डा लिएर गर्नुपर्ने कुराहरू सबै यो राम्रो अपर्च्युनिटी हो होइन। अब त्यस्तै तपाईँको चाहिँ प्रविधिको उपकरण आइहाल्यो। तालिम दिने संस्थाहरूको निम्ति प्राय सरकारी बैङ्क तालिम केन्द्र छ, नेपाल राष्ट्र बैङ्कको छ, वाणिज्य बैङ्कहरूको यिनीहरूको सबै छ। प्राइभेट बैङ्कहरूले पनि विभिन्न संस्थाहरूबाट जस्तो अब एउटा एनबिआई भन्ने संस्था छ, यो धेरै बैङ्कहरूको त्यसमा इन्भल्भमेन्ट छ र अन्य पनि त्योभन्दा बाहेक पनि प्राइभेट विभिन्न यो बैङ्किङ ट्रेनिङहरू दिने संस्थाहरू छन्। यो पनि अपर्च्युनिटिजको रूपमा रहेको छ होइन। अब त्यस्तै तपाईँको चुनौतीहरू पनि धेरै छन्। चुनौतीमा अब जस्तो सरसर्ती भन्छु है म, अब समय पनि अलिक कम छ। राजनीतिक हस्तक्षेपहरू बढी हुने, कर्मचारीहरू कति शाखामा चाहिँ बढी हुने, कसैमा कम हुने होइन। अनि काम कम गर्ने कर्मचारी हुने। अब यहाँ एउटा एनएटिओ व्यावसायिकता विहीन, नट एक्टिङ टकिङ ओन्ली भनेर यस्तो कर्मचारीहरू पनि हुन्छ। अनि कर्मचारी खर्च पनि ब्याङ्कहरूमा बढी छ, रिटेन्सन प्लान नहुने, अनि राइट म्यान इन राइट प्लेस नहुने, यो स्किल मिसम्याचसँग आउँछ यो कुराहरू होइन। अनि अब नातावाद कृपावाद यो यहाँहरू सबैले थाहा भएकै कुरा हो। ग्राहकहरूको सेवामा पनि गुणस्तरमा पनि कमी देखिने, यो ट्रेनिङ इन्भेस्टमेन्टको कमीले हुन्छ। कर्मचारीहरू एकदमै हाई स्ट्रेसमा हुने। अनि प्राइभेट ब्याङ्कहरूमा त यो विशेष गरेर कर्मचारीहरूलाई टार्गेट फुलफिल गर्न एकदमै प्रेसर दिने, अनि हायर एन्ड फायर पनि गर्ने होइन। त्यस्तै तपाईँको चाहिँ नि अब कम्पेन्सेसन इन्सेन्टिभहरूको मामलामा अलिकति डिफिसियन्सी हुने, अनि वर्क लाइफ ब्यालेन्स नहुने। अघि हामीले कुरा गऱ्यौँ नि काम र यो प्राइभेट लाइफको ब्यालेन्स नहुने, यस्ता कुराहरू पनि हुन्छन् होइन। यी त चुनौतीहरूका कुराहरू भए। अब रणनीतिको कुराहरू चाहिँ अब यो कुरालाई चाहिँ अलिकति यहाँहरूले चाहिँ गर्न पर्ला। जस्तो एचआरएमलाई इफेक्टिभ बनाउन चाहिँ के स्ट्राटेजीहरू लिन पर्ला भन्ने खालको कुराहरू आउँछ। म अब यसपछि एउटा अर्को स्लाइड छ, त्यसमा चाहिँ सरस्वती हाम्रो ब्याङ्किङ सेक्टरको कुराहरू बढी फोकस छ भने यो चाहिँ सबै किसिमको अर्गनाइजेसनहरूमा काम लाग्ने छ। यो कुरा चाहिँ यहाँहरूले यसलाई सरस्वती भन्छु म है। जस्तो स्ट्राटेजिक वर्कफोर्स प्लानिङ भनेको, वर्कफोर्स भनेको चाहिँ त्यही कर्मचारीको पूर्वानुमान गर्नेदेखि लिएर कसलाई कुन ठाउँमा खटाउने भन्ने खालको प्लानिङहरू चाहिँ गर
एप्रोप्रिएट खालको गर्न पर्यो। त्यो एउटा चाहिँ होइन, हिजोका दिनमा हाम्रो भन्छौँ गर्ने होइन कि मेरिट बेस्ड हुनु पर्यो। जस्तो आज हामी लोक सेवामा विश्वास गर्छौँ त्यो टाइपको चाहिँ रिक्रुटमेन्ट हुनु पर्यो। त्यसपछि तपाईँको ट्रेनिङ एन्ड डेभलपमेन्टका कुराहरू, क्यारियर डेभलपमेन्ट पनि त्यो चाहिँ गर्न पर्यो। अनि पर्फर्मेन्स अप्राइजल पनि साइन्टिफिक हुनु पर्यो। हेर्नुहोस् है, कर्मचारीले यसको आधारमा भोलि तपाईँको माथि अपग्रेड हुने चान्स पनि पाउँछन् अनि विभिन्न इन्सेन्टिभ पनि पाउँछन्। त्यस कारणले पर्फर्मेन्स अप्राइजल चाहिँ साइन्टिफिक हुनुपर्छ। त्यस्तै तपाईँको इम्प्लोइ रिटेन्सन गर्ने स्ट्राटेजी पनि बनाउनु पर्यो। हामीले अघिदेखि कुरा गरेका छौँ, पलायन हुने, ब्रेन ड्रेन हुने कुरा, यस्तालाई रोक्ने स्ट्राटेजी कसरी बनाउने है। यो स्ट्राटेजी भनेको चाहिँ हामीले नै अलिकति तलब थपेर, सुविधा थपेर या पोस्ट थपेर या उहाँलाई चाँडै प्रमोसन गरेर गर्ने हो कि भन्ने टाइपको चाहिँ स्ट्राटेजी हुनु पर्यो। अनि मोटिभेसनको फ्याक्टर र रिवार्ड सिस्टम पनि तपाईँको त्यही हिसाबले राख्नु पर्यो। अनि कम्युनिकेसन र कोलाबोरेसन, यो चाहिँ सहभागितामूलक भन्ने कुरा अघि हामीले हेरेका थियौँ नि, त्यो कम्युनिकेसनमा कर्मचारीसँग कम्युनिकेसन पनि हुनु पर्यो र उहाँहरूसँग सहभागितात्मक पनि हुनु पर्यो है। त्यस्तै अब इम्प्लोइ वेलफेयर र मेन्टेनेन्सका कुराहरू पनि यसमा आउँछन्। यी कुराहरू छन्। अब सरसर्ती मैले चाहिँ अब हाम्रो ब्याङ्किङ क्षेत्रको चाहिँ अघिकै कुराहरू लगभग त्यही मिलाउन सकिन्छ। जस्तो कर्मचारीहरूलाई भने चाहिए आवश्यकता अनुसारको पूर्ति गर्ने, राइट म्यान इन राइट प्लेस गर्ने, त्यसपछि तपाईँको प्रमोसन फ्यासिलिटिजहरू, कम्पेन्सेसनहरू चाहिँ कार्य सम्पादनमा पर्फर्मेन्समा आधारित बनाउने, अनि टिआरमा जुन कामहरू दिएको हुन्छ त्यसलाई पुरा गराउनमा चाहिँ फोकस गराउने, कर्मचारीहरूको बिचमा कोअर्डिनेसनको एउटा वातावरण निर्माण गर्ने, अनि ट्रेनिङ र डेभलपमेन्ट अनि क्यारियर डेभलपमेन्टका प्रोग्रामहरूलाई चाहिँ त्यही अनुसार चाहिँ अगाडि बढाउने, गुनासो व्यवस्थापन, यो गुनासो भन्नाले चाहिँ कर्मचारीको आन्तरिक हाम्रो गुनासो व्यवस्थापन र मोटिभेसनका कार्यक्रमहरू सुचारू गर्ने, अनि यो स्ट्रेस म्यानेजमेन्टसँग आउँछ। यो सुस्तता, तनाव, निराशाहरूलाई उत्पन्न हुन नदिने, अनि कर्मचारीको मूल्याङ्कन, वृत्ति विकास, सरुवा बढुवाहरू चाहिँ अलिकति साइन्टिफिक बनाउने। त्यसपछि सहभागितामूलक कुरो आइहाल्यो। अनि यो ग्रिन भने वातावरण मैत्री र रणनैतिक मानव संसाधन व्यवस्थाका अभ्यासहरू, जुन उत्कृष्ट अभ्यासहरू चलेका छन् अन्त या विदेशमा, त्यसलाई चाहिँ अवलम्बन गर्ने र योग्य कर्मचारीहरूलाई रिटेन्सन पोलिसी मार्फत दीर्घकालसम्म जोगाउने। यी कुराहरू चाहिँ हामीले अपनाउनु पर्ने हाम्रो रणनीतिमा पर्दछन् है। अब यो एउटा त्यही यसको डायग्राम मात्रै हो, यो के कामहरू गर्ने भनेर होइन। यो भनेको चाहिँ हाम्रो एउटा समरी भयो, समरी नै भयो। अब के गर्ने, फोरकास्टिङदेखि लिएर तपाईँको आफ्टर रिटायरमेन्ट प्लानिङसम्मका कुराहरू आउँछन्। अब यो चाहिँ हाम्रो एचआरएमसँग रिलेटेड कुरा भयो भने अब अझै हामीले दुईटा छोटकरीमा दुईटा कुराहरू अझ गर्न पर्ने छ। म अलिकति अगाडि बढेँ है यसको चाहिँ। अब नलेज म्यानेजमेन्ट भन्ने एउटा कुरा छ। नलेज म्यानेजमेन्ट भने अघि पनि हामीले त्यहाँ हेरेका थियौँ, विभिन्न म्यानेजमेन्टभित्र पर्ने। अब नलेज म्यानेजमेन्ट ठ्याक्कै तपाईँको एचआरएम भित्रकै एउटा पार्ट हो भनेर भन्न पनि मिल्दैन। यसलाई सेपरेट एउटा डिसिप्लिनको रूपमा हेरिराखेका हुन्छ होइन। यो ज्ञान, अब नलेज म्यानेजमेन्ट भने नलेज भने ज्ञान भयो होइन। अब ज्ञान भनेको के हो त? अब अनुभव, अनुभव, सिप, व्यवहार, तपाईँको सिकेको नलेज भन्छ है। अब यो चाहिँ नलेज चाहिँ सबैसँग हुनुपर्छ भन्ने मान्यता यसले राख्छ नलेज म्यानेजमेन्टले। मसँग भएको नलेज चाहिँ सबैसँग भएन भने भोलि म रिटायर हुने बित्तिकै पर्सिदेखि त काम रोकिन्छ नि त। हो, त्यसका लागि चाहिँ नलेज म्यानेजमेन्ट चाहिँ एकदमै जरुरी हुन्छ भन्छ है। यसले यो के हो भने अर्गनाइजेसनभित्रको अर्गनाइजेसन अवेर गर्ने। म अलिकति अगाडि पनि बढ्दै गएँ होइन। अर्गनाइजेसन भित्रको अवेरनेस, लर्निङ होइन, कोलाबोरेसन, अब सबैभित्र अब इनोभेसनहरूलाई चाहिँ तपाईँको चाहिँ नि सेयरिङ गर्ने, त्यो ती चिजहरूमा फोकस गरेर सेयरिङ गर्ने प्रोसेस नै तपाईँको नलेज म्यानेजमेन्ट हो होइन। यसले चाहिँ तपाईँको चाहिँ नि खासमा अर्गनाइजेसनको गोलहरूलाई अचिभ गर्ने जुन एक्टिभिटिजहरू हुन्छ त्यसको ज्ञानलाई चाहिँ सबै एक आपसमा चाहिँ सेयर गर्ने। मैले मेरै उदाहरण दिएँ, म रिटायर
त्यो काम भोलिपल्ट मेरो कुर्सीमा बस्ने मान्छे संस्थाले बनाउनु पर्छ र त्यो संस्थाभित्र म पनि हुन्छु है। यही हो। अब यसमा जनरली चाहिँ तपाईँको योभन्दा पनि म अर्कोमा जान्छु होइन। यो पनि डिफिनेसनमै आयो यो कुराहरू। अब यहाँनिर एउटा कुरा भनेको छु है मैले, यो नलेज द एक्ट अफ मेकिङ ट्यासिट नलेज एक्सप्लिसिट भनेर। यो नलेज म्यानेजमेन्टले चाहिँ दुई किसिमको नलेज भन्छ है, एउटा ट्यासिट र एउटा एक्सप्लिसिट। ट्यासिट र एक्सप्लिसिट नलेज भन्नेको यो कुरो चाहिँ अब यो कहिलेकाहीँ परीक्षाहरूमा चाहिँ यसकै बेसिसमा एन्सर लेख्न पर्यो भने चाहिँ त्यो बेला चाहिँ यहाँहरूले लेख्न पर्ने हुनसक्छ। जस्तो ट्यासिट नलेज भनेको के हो भने तपाईँसँग मात्रै भएको तपाईँको एक्सपर्टिज है, तपाईँको एक्सपर्टिज जुन तपाईँको माइन्डभित्र छ है, अनस्पोकन एक्सपर्टिज भनौँ न अझै, स्पोकन एक्सपर्टिज त्यो द्याट रिसाइड्स इन योर माइन्ड, त्यो नलेज भनेको चाहिँ ट्यासिट नलेज हो। त्यो बाहिर आएको छैन, कतै केही रेकर्डेड भएको छैन, कुनै रेकर्डमा छैन। र एक्सप्लिसिट भनेको चाहिँ के हो भने तपाईँको कतै न कतै दस्तावेजीकरण भइसकेको कुनै चिजमा। अब यसमा जाउँ है, एउटा अलिकति म अगाडि पनि बढेँ। यो एउटा हेर्नुहोस् त आइसबर्ग छ, म अहिले फेरि आउँछु यसमा। यो आइसबर्ग चाहिँ हाम्रो नलेज म्यानेजमेन्टमा यसको एउटा मिनिङ छ है। म यो हेर्नुहोस् त पानीको समुद्रमा ठुलो एउटा आइसबर्ग छ, विशाल आइसबर्ग, र यसको अब मैले ठ्याक्क मलाई त त्यो साइन्टिफिक कुराहरू देखिन्छ अरे 90% चाहिँ। अब यो चित्रलाई मैले यहाँनिर किन राखेँ भने एक्सप्लिट नलेज र ट्यासिट नलेजमा चाहिँ यस्तो हुन्छ तपाईँ हाम्रो भित्र भनेर, कुनै पनि यहाँ संस्थाभित्र तपाईँको चाहिँ नि लुकेको कर्मचारीहरूको भित्र लुकेका नलेजहरू भनौँ न, अव्यक्त नलेजहरू, ट्यासिट नलेजहरू, जस्तो यहाँ उदाहरण पनि दिएको छु मैले, एक्सपिरियन्सहरू, तपाईँको आइडियाहरू, स्किलहरू, एक्सपर्टिजहरू, इन्साइट्सहरू, ब्याकग्राउन्ड इन्फ्लुएन्स, एटिच्युडहरू, यी सबै ट्यासिट नलेजहरू हुन्। यो तपाईँभित्र हुन्छ, अरूलाई थाहा हुँदैन। र एक्सप्लिसिट नलेज भनेको चाहिँ त्यो सबै देखिने, तपाईँको संस्थाभित्र भएका विभिन्न प्रोसेसहरू, म्यानुअलहरू, कार्यविधिहरू, नियमावलीहरू, नियमहरू, ऐनहरू होइन, जे चिज दस्तावेजीकरण भइसकेको छ, कतै न कतै रिटर्नमा छ, त्यो कुराहरू चाहिँ एक्सप्लिसिट नलेज हो। योभन्दा ट्यासिट नलेज धेरै गुणा बढी हुन्छ। र यो ट्यासिट नलेजलाई पनि हामीले चाहिँ निकालेर बाहिर ल्याएर संस्थामा सबै कर्मचारीहरूलाई चाहिँ सकेसम्म बाँड्नुपर्छ भन्ने चाहिँ नलेज म्यानेजमेन्टको यो चाहिँ एउटा चाहिँ बेसिक अवधारणा चाहिँ यही हो होइन। यो नलेज म्यानेजमेन्टले पनि खासै धेरै फोकस नगरौँ, हामीलाई चाहिँ कहिले काहीँ के हुन्छ भने एक्सप्लिसिट नलेजलाई चाहिँ कसरी युटिलाइज गर्ने भनेर जुन एउटा अर्को बिचको खालको नलेज हुन्छ, अलिअलि लेखिएको, अलिअलि तपाईँले आफैले दिमाग लगाएर गर्ने खालकोलाई इम्प्लिसिट भन्छ। यसमा धेरै फोकस नगरौँ। नलेज म्यानेजमेन्टको 3टा पिलर हुन्छ, पिपल, प्रोसेस र टेक्नोलोजी। हेर्नुहोस् है, कहिले पनि यो 3टा चिज ले चाहिँ यो जस्तो पिपल भनेको नलेजको क्रिएटर र युजर भयो, टेक्नोलोजी भनेको विभिन्न टुलले त्यो नलेज म्यानेजमेन्टहरूलाई चाहिँ म्यानेज गर्ने, त्यसलाई एउटा कुनै तपाईँको चाहिँ नि प्रणालीमा ढाल्ने होइन। यो त्यस्तै प्रोसेस भनेको चाहिँ अब त्यो नलेज अनुसार चाहिँ काम गर्ने चाहिँ वर्क फ्लोहरू, यो काम गर्ने वर्क फ्लोहरू जो हुन्छ त्यो नलेज अनुसारको, त्यसको चाहिँ एउटा रिटर्न दस्तावेजहरू, इन्फर्मेसनहरूलाई चाहिँ हामी प्रोसेस भन्छ। यो चाहिँ 3टा बेसिक पिलरहरू हो नलेज म्यानेजमेन्टको है। यो पिलर भयो। अब प्रोसेस, नलेज म्यानेजमेन्टको प्रोसेस भने चाहिँ म अलिकति फास्ट गइरहेको छु है, टाइम सायद अलिक बढी भइसकेको छ। यो प्रोसेस भनेको चाहिँ यस्तो हुन्छ है जेनरली, यसमा तपाईँले कतिपय ठाउँमा के अलिकति फरक पनि पाउन सक्नुहुन्छ, तर बेसिक भनेको चाहिँ यही हुन्छ, नलेजलाई क्याप्चर गर्नु। जस्तो क्याप्चर भने चाहिँ अघि नै हामीले भन्यौँ नि, ट्यासिट नलेजहरू कसैको माइन्डभित्र हुन्छ, त्यो फुल्ली एक्सप्लेन नभएको हुनसक्छ होइन। त्यस्तो नलेजलाई तपाईँको चाहिँ नि
ट्रान्सफर गर्ने एक्सप्लिसिट नलेजभित्र त्यसलाई चाहिँ हामीले क्याप्चर गर्ने त्यसलाई स्ट्रक्चरिङ गर्ने होइन। क्याप्चर गर्ने बेलामा हामीले चाहिँ के गर्नु पर्यो भने संस्थालाई चाहिने नलेजहरू के हुन्, संस्था नलेज भनेर अहिलेलाई हामीले चाहिँ दस्तावेजहरूको कुरा गरिरहेछौँ है। संस्थाको लागि नलेज भने के हुन्छ भने मेरो दिमागभित्र भएको या मसँग भएको व्यक्तिगत नलेजलाई अहिले संस्थाको नलेजमा नमिसाउनुहोस्। संस्थाको नलेज भनेको चाहिँ संस्थामा दस्तावेजीकरण भएका विभिन्न म्यानुअलहरू, रजिस्टरहरू, फाइलहरू, अनि भाउचरहरू, ऐन नियम कानुन जस्ता चिजहरू, विधि विधानहरू जे छन् त्यो भनेको संस्थाको नलेज हो है। र मसँग भएको जुन नलेज छ, जुन हो, अब मसँग भएको त्यो ट्यासिट नलेजलाई चाहिँ क्याप्चर गरेर त्यसलाई चाहिँ तपाईको चाहिँ नि डकुमेन्टेड गर्ने कामलाई चाहिँ हामी नलेजमेन्ट भन्छौँ। डकुमेन्टेड गर्ने, त्यसपछि चाहिँ वितरण गर्ने। हेर्नुहोस् है, यहाँ क्याप्चरिङ गर्ने, त्यसपछि स्ट्रक्चरिङ गर्ने। स्ट्रक्चरिङ भने तपाईँको चाहिँ नि त्यसलाई अब अर्गनाइजिङ गर्ने पनि भन्छ। फेरि एउटामा अहिले हेरौँला, अर्गनाइजिङ गर्ने, त्यसपछि सेयरिङ गर्ने, कुन लेभलसम्मको मान्छेलाई कुन नलेज सेयर गर्ने हो, एनालाइज गर्ने, त्यसलाई रियुज गर्ने र फेरि इम्प्रुभिङ गर्ने। यो चाहिँ एउटा चाहिँ नलेज म्यानेजमेन्टको प्रोसेस हो है। यो साइकल पनि करिब त्यही हो। हेर्नुहोस्, आइडेन्टिफाई, यहाँ अघि हामीले जे गरेका थियौँ यही कुराहरूलाई अलि इलाबोरेट गरेको छ यसमा। अब केही वर्डहरू तलमाथि भएको होला, तैपनि मैले सकेसम्म त्यही पारेको छु। आइडेन्टिफाई गर्ने, अर्गनाइज स्ट्रक्चर गर्ने, स्टोरेज गर्ने होइन। यो मेन्टरसिपहरू यो सबै हुन्छ। सेयरिङ गर्ने तरिकाहरू हुन्, तालिमहरू गराउने, मेन्टरसिप गराउने, त्यसपछि युज गर्ने, अपडेट गर्ने, इम्प्रुभ गर्ने। यो अघिकै यो जुन तपाईँको नलेज म्यानेजमेन्टको प्रोसेस छ त्यही साइकल हो यो ठ्याक्कै। यसलाई चाहिँ त्यो दुईटैलाई एउटै हिसाबले हेर्न पनि सकियो। दुईटैलाई तपाईँलाई कुन किसिमको क्वेसन सोधेको छ त्यो अनुसार तपाईँले आफूले व्याख्या गर्न पनि सकियो। यो पनि अब यो प्रिन्सिपलका कुराहरू छन्। अब यसमा प्रिन्सिपल पनि यो चित्रमै छ क्या अरे, यसमा धेरै यसमा पनि फोकस चाहिँ नगरौँ। अब यहाँ सबै बुझिने नै छ। अब फोस्टर कोल्याबोरेसन भन्ने छ एउटा, यो चाहिँ कोल्याबोरेसनलाई फस्टाउने एउटा वातावरण सिर्जना गर्ने। फोस्टर भनेको चाहिँ अलिकति गार्डनिङ, नर्चरिङ गर्ने होइन। अनि त्यसपछि अरू त त्यस्तो नबुझिने खालको केही पनि छैन होइन। फ्लेक्जिबल हुनुपर्छ, कन्टिन्युस इम्प्रुभमेन्ट हुनुपर्छ नलेज म्यानेजमेन्टमा चाहिँ। अनि नलेजलाई चाहिँ एउटा भ्यालुएबल एसेटको रूपमा संस्थाले लिनुपर्छ, यो सम्पत्ति हो एउटा होइन। नलेज सेयरिङ कल्चर हुनुपर्छ। यो चाहिँ यी सबै तपाईँको प्रिन्सिपल हो है। फेरि मैले अघि सुरुमै भने जस्तो यति मात्रै तपाईँको प्रिन्सिपल यो 8वटा यहाँ छ, यो मात्रै होइन। 8को ठाउँमा 18वटा पनि हुनसक्छ, तर बेसिक कुराहरू यो हो। र कतिपयले यसमध्ये भएको एउटालाई छुटाएर अर्कोलाई पनि बेसिक राख्या हुनसक्छ है। यो कुरा चाहिँ हामीले जति धेरै अध्ययन गर्यो त्यति कुरा आउँछ। मैले चाहिँ यो कुनै एउटा पर्टिकुलर साइटबाट पिक्चर तानेको हुनाले यो 6वटा मलाई पनि यो 6वटा चाहिँ हुनैपर्छ भन्ने लागेर यो 6वटालाई चाहिँ मैले यहाँ राखेको हो होइन। अब यसमा नबुझिने खालको केही पनि छैन होइन। करिब नलेज म्यानेजमेन्टको प्रिन्सिपल चाहिँ यति मात्रै हो। बेनिफिट भने अब बेनिफिटमा चाहिँ यो चाहिँ एउटा बरु अलिकति हेरौँ हामी, ज्ञान व्यवस्थापन। अब नलेज म्यानेजमेन्टको बेनिफिट चाहिँ के हुन्छ है। अब इम्प्लोइको प्रोडक्टिभिटी इम्प्रुभ हुन्छ। मैले जानेको कुरा अर्कोलाई पनि सिकायो भने भोलि उसले पनि त्यो काम गर्न सक्छ र प्रोडक्टिभिटी बेटर हुन्छ। अनि कस्टमर सर्भिस इन्हान्स हुन्छ है। जस्तो नलेज म्यानेजमेन्टले के भन्छ भने सबै कुरो लगभग सबैलाई आफ्नो रिलेटेड सेक्टरको मान्छे सबैलाई सिकाउनु पर्छ भन्छ। अब कस्टमर डेस्कमा काम गर्ने एउटा राम्रो मान्छेले अर्को साथीलाई पनि त्यो यसरी गर्नुपर्छ, मान्छे आउँदा यो यसरी डिल गर्ने भन्ने खालको कुरा सिकायो भने भोलिपल्ट त्यो मान्छे बस्दाखेरि पनि त्यो कस्टमर सर्भिस चाहिँ उसले हिजोको दिनमा जुन गरेको थियो त्योभन्दा बेटर गर्न सक्छ है। त्यस्तै तपाईँको अनबोर्डिङ टाइम भने मैले अघि अनबोर्डिङ भनेको थिएँ नि। नलेज
म्यानेजमेन्ट भयो भने अनबोर्डिङ भनेको चाहिँ उसलाई अभ्यस्त बनाउने, एउटा संस्थाभित्र नयाँ आउने कर्मचारीलाई अलिकति अभ्यस्त बनाउनेलाई चाहिँ हामी अनबोर्डिङ भनेर भनेका थियौँ। त्यो टाइम चाहिँ कम हुन्छ है, फेमिलियराइज छिटो फेमिलियराइज हुन्छ, उसलाई नलेजहरू तपाईँले जति छिटो बाँड्नु, अनि इनोभेसन पनि बुस्ट हुन्छ। सबैले मैले जानेको तपाईँले जानेको कुराहरू सबै हामीले एक आपसमा सेयरिङ गऱ्यौँ, छलफल गऱ्यौँ भने केही न केही नयाँ नवप्रवर्तन भन्छ नि, इनोभेटिभ हुन्छ, त्यहाँनिर त्यो कल्चरै डेभलप हुन्छ एउटा है। यो सबै चिजले गर्दा तपाईँ हामी सबै पुरै टिमको व्यक्तिहरूको इफिसियन्सी पनि बढेर आउँछ। यसरी चाहिँ यसको चाहिँ एउटा बेनिफिटहरू हुन्छ। यी कुराहरूलाई अरू पनि थपेर लेख्न सकिन्छ होइन। मेजर कुराहरू मैले चाहिँ यो पाएका कुराहरू चाहिँ यति थिए होइन। अब टुल्सहरूको कुरा, नलेज म्यानेजमेन्ट चाहिँ त नलेज म्यानेजमेन्ट त भयो, गर्ने कसरी भन्ने कुराहरू छन् यहाँ। अब स्टोरी टेलिङ, कथाहरू सुनाउने, हामीले यस्तो गरेका थियौँ, हाम्रो पालामा त 2000 भनौँ न 64 सालमा यस्तो थियो भनेर त्यो भन्ने कथाहरू, स्टोरी टेलिङ। अनि मेन्टोरिङ भने कसैलाई सिकाउने, यसलाई यसरी गर्नुहोस् भनेर होइन। कम्युनिटिज अर ग्रुप्स बनाउने, यो भने चाहिँ तपाईँको कुनै एउटा युनिटभित्रको साथीहरूको एउटा एउटा ग्रुप बनाउने, त्यसमा छलफल गर्ने, अनि नलेज बेसहरू अथवा कोल्याबोरेसनको प्लेटफर्महरू बनाउने, अनि डकुमेन्ट म्यानेजमेन्ट सिस्टम जुन हामीले अघि भनेको थियौँ नि, डकुमेन्टेड गर्यो भने चाहिँ सबैले त्यो एउटा एक्सप्लिसिट नलेज हुन्छ, त्यो सबैले हेर्छन्। भोलि म्यानुअल पल्टाउँछ नि, म्यानुअल पल्टाउँछ, कार्यविधिले त यस्तो भनेर रहेछ भन्छन्, त्यो भने चाहिँ एउटा टुल भयो हेर्नुहोस्। त्यस्तै इन्ट्रानेट एक्स्ट्रानेटहरू छन् है। यो इन्टरनेट होइन कि इन्ट्रानेट है, संस्थाभित्रको आफ्नो आफ्नो नेटहरू संस्थाले मात्र प्रयोग गर्न सक्ने खालको। एक्स्ट्रानेट भने चाहिँ संस्थाभन्दा अलिकति बाहिर तर रिलेटेड मान्छेले मात्र बाहिरबाट एक्सेस गर्न मिल्ने। यो इन्ट्रानेट र एक्स्ट्रानेटको चाहिँ फरक अब यहाँनिर त खासै चाहिँदैन, तैपनि इन्टरनेटभन्दा फरक चिज हो यो। इन्ट्रानेट भनेको संस्थाभित्रको मान्छेले मात्र एक्सेस गर्न सक्छ। एक्स्ट्रानेट भनेको चाहिँ संस्थाले अलिअलि बाहिरका मान्छेलाई पनि, रिलेटेड मान्छेहरूलाई पनि एक्सेस गर्न दिन्छ, त्यसलाई एक्स्ट्रानेट भन्छ। अनि तपाईँको जस्तो म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमहरू, एमआइएसहरू, अनि लर्निङ अर्गनाइजेसनहरू। अब अघि हामीले भन्यौँ नि, अर्गनाइजेसन होलसेलमा एउटा चाहिँ लर्निङ युनिट हुनुपर्छ भनेर, हो यस्तो चिजहरूमा चाहिँ यो छ। एआई ड्रिभन सिस्टमहरू, यी चाहिँ विभिन्न चाहिँ हाम्रो चाहिँ नलेज म्यानेजमेन्टका टुलहरू, नलेजलाई एक आपसमा बाँड्ने टुलहरू हुन् है। अब यो पनि तपाईँको चाहिँ त्यही नलेज म्यानेजमेन्टको स्ट्राटेजीहरू हो। तपाईँको अब यो आइडेन्टिफाई गर्ने, त्यसपछि गोलहरू डिफाइन गर्ने, त्यसपछि नलेजको ग्यापहरू भएको र चाहिने नलेजहरूको बिचको ग्यापहरू म्यापिङ गर्ने, त्यसपछि तपाईँको क्रस फङ्सनल टिमहरूको बिचमा चाहिँ एउटा रिलेसन इस्टाब्लिस गर्ने, अनि इन्फर्मेसन म्यानेजमेन्ट जुन भनेको थियौँ अघि हामीले, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, त्यसको चाहिँ टेक्नोलोजीहरू कम्बाइन गर्ने, अनि मेजर गर्ने, एड्याप्ट गर्ने, त्यसलाई एड्याप्ट भन्नाले स्वीकार गर्ने, यसरी चाहिँ यो स्ट्राटेजीहरू चाहिँ यसरी हुन्छ। अब यो नलेज म्यानेजमेन्टको कुरा पनि अलिकति छिटो छिटो चाहिँ जान पर्यो टाइमले गर्दाखेरि होइन। अब यसलाई पनि करिब करिब हामी यहीँनिर टुङ्गाउँ। अब सानो 5-7 मिनट अझ लिन्छु मैले। अब साथीहरूलाई मैले, युनियनको साथीहरूलाई पनि मैले अनुरोध गरेँ, सानो एउटा एजाइल म्यानेजमेन्ट भन्ने एउटा पार्ट पनि छ यसको, यसलाई पनि म टुङ्गाउँछु है त। एजाइल म्यानेजमेन्ट, अब यो एजाइल म्यानेजमेन्टको ठ्याक्कै नेपाली वर्ड चाहिँ मलाई थाहा छैन, एजाइल म्यानेजमेन्ट भने के भन्छ भनेर होइन। तर एजाइल म्यानेजमेन्ट भनेको चाहिँ हामीले कसरी बुझौँ भने, ठुला ठुला अलि जटिल कामहरूलाई चाहिँ एकैचोटि होलसेलमा गर्न पर्दा विभिन्न अप्ठ्यारापनहरू आउन सक्छ, रिस्क पनि बढी हुन्छ। त्यसले गर्दा यसलाई बरु चाहिँ ससाना टुक्रामा विभाजन गरेर गऱ्यो भने अलि छिटो पनि हुन्छ, अलि प्रभावकारी पनि हुन्छ भन्ने चाहिँ एउटा व्यवस्थापनको यो चाहिँ तरिका हो है। यो खासमा तपाईँको चाहिँ एकदमै बेसिकमा चाहिँ 90s चाहिँ यो सफ्टवेयर डेभलपमेन्ट गर्ने मान्छेहरूले, कम्पनीहरूले चाहिँ यो एजाइल म्यानेजमेन्ट चाहिँ युज गरेको हो। उनीहरूले नै सुरु गरेको हेर्नु, सफ्टवेयर डेभलप गर्ने, एक
सफ्टवेयर भने त तपाईँको रातारात अथवा भनौँ न एउटा होलसेल टाइममा एउटै चिज तयार हुँदैन नि। जस्तो अब हाम्रै ब्याङ्कको सफ्टवेयरकै कुरा गर्नुहुन्छ, मोबाइल ब्याङ्किङको कुरा गर्नुहुन्छ भने पनि आज जुन सफ्टवेयर हामीले चलाइरहेछौँ, यसमा तपाईँको 6 महिनापछि त धेरै कुरा परिवर्तन भइसकेको हुन्छ। हामीलाई चाहिने के कुराहरू हामीले भनेका हुन्छौँ ग्राहकहरूको तर्फबाट र ती कुराहरूलाई चाहिँ ब्याङ्कले भोलि चेन्ज गरिसकेको हुन्छ। त्यस कारणले चाहिँ यो सफ्टवेयर डेभलपरहरूले चाहिँ यो एजाइल म्यानेजमेन्ट चाहिँ युज गरेको। यहाँ मैले एउटा दुईटा यो ऊ पनि लेखिदिएको छु, डेफिनेसन जस्तै छ यसमा चाहिँ होइन। यसले चाहिँ तपाईँको ससाना खण्डमा ससाना साइकलहरूमा चाहिँ काम गर्छ। यो यसलाई अझ स्प्रिन्ट भन्ने वर्ड युज गर्छन् है, स्प्रिन्ट्समा भनेर। स्प्रिन्ट भनेर चाहिँ छोटो छोटो अवधिको, जस्तो यो एथलेटिक्समा रनिङ हुन्छ नि, अब तपाईँको चाहिँ नि लङ रेस म्याराथनहरू हुन्छ, मिडल रेस हुन्छ, 400 मिटर 500 मिटर हरू हुन्छ, अनि स्प्रिन्टहरू 100 मिटर 200 मिटरहरूको स्प्रिन्ट भन्छ त्यसलाई, एकदम छोटो छोटो रेस हो। यो स्प्रिन्टमा काम गर्ने भन्छ क्या यसलाई, यो अजाइल म्यानेजमेन्टलाई। त्यो हुनाले यसलाई तपाईँले के बुझ्नु होला भने एउटा लेख्नलाई यहाँ पनि छ, ठुला ठुला र एकदम जटिल कम्प्लिकेटेड कामहरूलाई ससाना टुक्रामा विभाजन गरेर, हेर्नुहोस् है, ससाना खण्डमा विभाजन गरेर तिनीहरूलाई एउटा कन्ट्रोल इन्भाइरोमेन्ट भित्र राखेर छिटो र प्रभावकारी रूपमा काम पुरा गर्ने प्रणाली हो अजाइल म्यानेजमेन्ट भन्ने। यसलाई चाहिँ यसरी बुझ्नु होला। अब यसको यो एकदमै फ्लेक्सिबल हुन्छ होइन। फिचरहरूमा चाहिँ यो एकदमै जस्तो यसमा निरन्तर फिडब्याक लिइरहनुपर्छ। म सानो यसपछि एउटा फ्लो चार्ट पनि देखाउँछु होइन। यसमा निरन्तर फिडब्याक लिइरहन्छ है। त्यो छोटै अवधिमा पनि तपाईँको फिडब्याक लिने, अनि कस्टमर सेन्ट्रिक हुने, अनि त्यस कारणले चाहिँ तपाईँको ग्राहकसँग निरन्तर सम्पर्क भइरहने होइन, एकदमै इम्प्रुभ गर्दै लाने। त्यसपछि तपाईँको फास्ट डेलिभरी हुने। यो यो किन मैले भनिरहेको छु भने मैले अघि सफ्टवेयरको कुरा उदाहरण दिएँ। सफ्टवेयर म्यानेजमेन्टमा एकैचोटि तपाईँको 3 वर्ष लाएर गर्ने पर्ने काम भन्दा 6 महिनामा मैले तपाईँलाई एउटा मोबाइल ब्याङ्किङको सफ्टवेयर बनाएर दिएँ र त्यसमा भोलिको दिनमा अरू डेभलपमेन्ट गर्दै जाउँला है सर भनेर मेरो कम्पनीले ब्याङ्कलाई भन्यो भने अब तपाईँको 3 वर्ष लगाएर गर्न पर्ने काम 6 महिनामै तयार गरेर मैले दिएँ ब्याङ्कलाई। छिटो पायो नि ब्याङ्कले छिटो पायो र ग्राहकहरूले पनि त्यो अनुसार छिटो तपाईँको सुविधा पाए। यद्यपि त्यो कम्प्लिट भएको चाहिँ छैन है, कम्प्लिट भएको छैन। त्यसपछि बाँकी रहेको काम मैले फेरि 6 महिनामा या 3 महिनामा यो गर्छु, त्यसपछि फेरि यो गर्छु भनेर खण्ड खण्डमा विभाजित गरेर चाहिँ यसरी मैले चाहिँ कामलाई पुरा गर्छु। यसलाई यस्तोलाई चाहिँ हामी यसलाई एजाइल म्यानेजमेन्ट भन्छौँ होइन। यो फिचरहरू भयो। हो, यो फ्लो चार्ट भनेको थिएँ मैले। यो फ्लो चार्ट हेर्नुहोस् त। अब वाटरफल मेथड भने यो ट्रेडिसनल मेथड हो। वाटरफल भनेको झरना, माथिबाट पानी झर्छ, एकैचोटि तल झ्याम्म पानी पुग्छ है। तर अजाइल मेथडमा के हुन्छ, यो अजाइल म्यानेजमेन्टमा के हुन्छ भने एउटा काम सरर गरेछ, त्यहीँनिर बिल्ड गरेछ, त्यो हेर्नुहोस् है, यसको फ्लो हेर्नुहोस्, अनि त्यहाँ बिचमा गएर रिलिज गरेछ भनौँ। म तपाईँहरू यसलाई यसरी पनि बुझ्नुहोस्। म अघिकै त्यो मोबाइल ब्याङ्किङको एउटा सफ्टवेयरको इक्जाम्पल लिइरहेको छु। तपाईँको यहाँबाट एउटा बिल्ड गर्यो, डिफाइन गरेर बिल्ड गर्यो, यहीँनिर रिलिज गर्यो 6 महिनामा है। यसको रिस्कको पाटो पनि यहीँनिरसम्म सकियो। त्यसपछि फेरि त्यसमा केही डेभलपमेन्ट गर्नु पर्यो, अर्को 6 महिनामा फेरि बिल्ड गर्यो, फेरि त्यहाँनिर रिलिज गर्यो। अब यसको रिस्कको पाटो पनि यति मात्र रह्यो हेर्नुहोस्, किनभने अगाडिको रिस्कको पाटो जे जति पर्ने हो त्यो त्यहीँनिर टुङ्गिसकेको छ। यसरी चाहिँ टुक्रा 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 टुक्रामा चाहिँ तपाईँको चाहिँ कामहरू इम्प्रुभमेन्ट गर्दै जाने, यसलाई चाहिँ बढाउँदै जाने भनौँ न, इम्प्रुभ गर्दै जाने चिजलाई चाहिँ हामी यो मोडललाई चाहिँ अजाइल म्यानेजमेन्ट भन्छ। र यसको ठ्याक्कै पुरानो ट्रेडिसनल मेथड भने चाहिँ वाटरफल मेथड हो। एकैचोटि पुरा हुन्छ। अब यहाँहरूलाई म एउटा सानो अब ठ्याक्कै त नमिल्ला, जस्तो हामी घर बनाउँछौँ, 3 तला घरको हामीले नक्सा पास गऱ्यौँ भने अब 3 तला घर एकैचोटि ल मलाई यो चिज बनाएर दिनुहोस् भनेर हामीले ठेकदार साहबलाई भन्यौँ र ठेकदार साहबले ल हजुर मलाई त अब यो पुरै बनाउन 9 महिना लाग्छ भनेर 9 महिनामा तपाईँलाई 3 तले घर बनाएर दिनुभयो। अनि तपाईँ भित्र छिर्नुभयो भने एकैचोटि यहाँनिर यस्तो हुनुपर्ने, यो
टोयलेटमा अलि यो मिलेन, यो धारा यता राख्नुपर्ने भन्ने खालको तपाईँलाई आउँछ नि है। तर अब एजाइल म्यानेजमेन्टले के भन्छ भने त्यही घरलाई ल पहिला एक तला बनाउनुहोस् अथवा पहिला त रुमहरूको संरचना मात्र तयार गर्नुहोस्, त्यसपछि म त्यहाँ हेर्न आउँछु, त्यसपछि ओके भएपछि त्यसमा फिनिसिङ गर्नुहोस्, त्यसपछि दोस्रो तला बनाउनुहोस्, त्यहाँ पनि म आउँछु फेरि, त्यसपछि त्यो पनि मलाई चित्त बुझेपछि फेरि अगाडि बढाउँला भनेर यसरी चाहिँ मैले 3 तला घर कम्प्लिट गर्यो भने यो चाहिँ अजाइल म्यानेजमेन्ट। हेर्नुहोस् है, यसरी बुझ्नु होला। ठ्याक्कै पर्टिकुलर इक्जाम्पल यो हुन त नसक्ला, तर यहाँहरूलाई बुझ्न सजिलो चाहिँ एकैचोटि घर बनिसकेर 9 महिनापछि तपाईँ त्यहाँ घरमा हेर्न जानुभयो भने त्यो वाटरफल मेथड भयो। होइन मलाई ती 3 महिनामा तपाईँको चाहिँ यो अथवा यो खण्ड खण्डको मैले चाहिँ यसरी हेरेर यसको मोनिटरिङ गरेर तपाईँलाई ओके भनेपछि अगाडि बढ्नु होला भनेर तपाईँले ठेकेदार साहबले भन्नुभयो र त्यसरी तपाईँको 3 तले घर निर्माण भयो भने त्यो चाहिँ अजाइल म्यानेजमेन्ट है। यो चित्रले पनि करिब करिब त्यसरी देखाउँछ। यो चाहिँ अब प्रिफरेन्सेस अजाइल म्यानेज त्यही तपाईँको वाटरफलको उसमा प्रिफरेन्सेसहरू हो। यसलाई तपाईँको कहिलेकाहीँ ट्रेडिसनल मेथडसँग अजाइल म्यानेजमेन्टको डिफ्रेन्सेस के छ भनेर भन्दा पनि तपाईँले यो अनुसार व्याख्या गर्न सक्नुहुन्छ होइन। अब यहाँनिर मैले अजाइल म्यानेजमेन्टको प्रिफरेन्सेस भनेर राखेको छु। जस्तो इन्डिभिजुअल र इन्टरेक्सनलाई चाहिँ यसले प्रोसेस र टुलभन्दा बढी महत्त्व दिन्छ होइन। कम्प्रिहेन्सिभ डकुमेन्ट भन्दा वर्किङ प्रोडक्टलाई यसले बढी महत्त्व दिन्छ। त्यो घरको कोठा कोठा गएर म हेर्छु नि त, वर्किङ प्रोडक्ट भनेको कम्प्लिट प्रोडक्ट होइन, वर्किङ प्रोडक्ट। हेर्नुहोस् वर्ड पनि हेर्नुहोस् है, यहाँ म त त्यहाँ 2 महिनामा गएर हेर्छु अनि यो चाहिँ यस्तो भएन, तपाईँलाई मैले यहाँनिरसम्म बनाउनुहोस् भनेको थिएँ, अबको चरण चाहिँ यसरी बनाउनुहोस् भनेर भन्छु। त्यस्तो चिजलाई चाहिँ यसले एजाइलले चाहिँ प्रिफर गर्छ। अनि कस्टमर कन्ट्र्याक्ट नेगोसिएसन, कन्ट्र्याक्ट भने त्यही अघि मैले तपाईँलाई भने जस्तो 9 महिनाको तपाईँको एउटा एग्रिमेन्ट गरेर मलाई यो घर यसरी तपाईँले नक्सा अनुसार बनाएर दिने भन्ने चिज भन्दा पनि कोल्याबोरेसनमा तपाईँ र म गएर तपाईँ ठेकेदार साहब र म बसेर बेला बेलामा हामी हेर्नुपर्छ, हामीले मैले भनेअनुसार तपाईँले यसो हेर्नुपर्छ, नक्सा अनुसार भनेर मात्र पनि हुँदैन। यो फर्निसिङका कुराहरू मैले भन्छु भनेर भन्ने एउटा मेथडलाई चाहिँ यसले प्रायोरिटी दिन्छ है। यसरी चाहिँ यसमा छ। यसमा यो भने चाहिँ प्रिफरेन्सेस भनेर मैले चाहिँ फलानुको ओभरमा यसलाई चाहिँ प्रिफर गर्छ भने तपाईँले चाहिँ डिफरेन्स के छ एजाइल म्यानेजमेन्ट र पुरानो ट्रेडिसनल म्यानेजमेन्टको डिफरेन्स के छ भन्दा पनि यो पछाडिको पार्टलाई चाहिँ ट्रेडिसनल वाटरफल मेथड, अगाडिका पार्टहरूलाई चाहिँ अजाइल म्यानेजमेन्टको चाहिँ यो क्यारेक्टरिस्टिकको रूपमा चाहिँ डिफाइन गरेर डिफरेन्स पनि लेख्न सक्नुहुन्छ। योभन्दा अरूहरू पनि धेरै छन्। जस्तो तपाईँको ट्रेडिसनल मेथडले चाहिँ टार्गेट डिफाइन गर्छ भने अजाइलले चाहिँ भिजन डिफाइन गर्छ है। त्यस्तै तपाईँको अजाइलले लर्न एन्ड एड्याप्टलाई बढी फोकस गर्छ भने उसले के गर्छ, तपाईँको ट्रेडिसनल मेथडले चाहिँ फाइनल टार्गेटमा फोकस गर्छ, फाइनल टार्गेटमा होइन। यस्ता कुराहरू चाहिँ यो यसमा आउँछ। यसलाई चाहिँ त्यो हिसाबले हेर्न पर्ला। की इलिमेन्ट्स भने पनि त्यही कुराहरू छन् होइन। प्रिन्सिपलहरू भने पनि नर्मल्ली अहिलेसम्म हामीले छलफल गरेकै कुराहरू आए। कस्टमरको सेटिस्फ्याक्सन, चेन्जिङ रिक्वायरमेन्टहरू हेर्नुहोस् है। कस्टमर सेटिस्फ्याक्सन भने अब यो घरकै कुरा जोड्छु है म यहाँनिर, मलाई चित्त बुझ्दै गयो, म अगाडि बढाउँदै गएँ, कस्टमर सेटिस्फ्याक्सन भयो। अनि चेन्जिङ रिक्वायरमेन्ट, मलाई कुनै ठाउँमा केही चिज चित्त बुझाएको छैन, अब तपाईँले यसलाई चाहिँ यस्तो गर्नुहोस् है भन्यो, यो चेन्जिङ रिक्वायरमेन्ट भयो। फ्रिक्वेन्ट डेलिभरी भनेको के हो भने मलाई पहिलो तला दियो, दोस्रो तला दियो, तेस्रो तला दियो, एकैचोटि 9 महिना लगाएन, मलाई ती 3 महिनामा एउटा तला डेलिभरी गर्यो उसले। अनि कम्युनिकेट रेगुलरली, ठेकेदार साहब र मेरो बिचमा चाहिँ एकदमै नियमित रूपमा कम्युनिकेसन भइराख्यो है। सपोर्ट टिम मेम्बर भने अब यो ठेकेदार र मेरो बिचमा यो ठ्याक्कै मैले मिलाउन सक्दैन, यो चाहिँ अर्गनाइजेसनसँग रिलेटेड हुन्छ है। यो चाहिँ सपोर्ट टिम चाहिँ भनेको काम गर्ने टिमलाई सपोर्ट गर्ने कुराहरू आए। फेस टु फेस कम्युनिकेसनका कुराहरू आए। ठेकेदार साहबसँग एकैचोटि म 9 महिनापछि घर बुझ्न जाने कि मैले चाहिँ महिनामा उहाँसँग सम्पर्क गरिराख्ने, सञ्चार गरिराख्ने भन्ने कुरा आयो होइन। मेजर वर्क प्रोग्रेस भने हरेक
महिनाको कामको प्रगतिलाई मैले मेजर गर्ने है डेभलपमेन्ट प्रोसेसहरू जस्तै अब गुड डिजाइनहरू यो सबै प्रिन्सिपलहरू छन् मेजर प्रोग्रेस भन्ने फेरि त्यहाँ आएको छ कन्टिन्यू सिकिङ रिजल्ट यो निरन्तर गएर म हेर्छु नि त त्यो घर होइन त्यसकारण यो कन्टिन्यू मैले रिजल्ट हेरिराखेका हुन्छु अनि रिफ्लेक्ट एन्ड एडजस्ट रेगुलरली जस्तो केही कुरा कहाँनिर मलाई चित्त बुझेन भने त्यो 9 महिनापछि जानुभन्दा म अब तेस्रो महिना या दोस्रो महिना गएर यो चाहिँ मिलेन है ठेकेदार साहब यो चाहिँ चेन्ज गर्नुपर्छ तपाईँले भनेर मैले भनेपछि त्यो उसले एडजस्ट गर्ने भयो यो कुरा चाहिँ यो एडजस्ट रेगुलरली भन्ने कुरामा चाहिँ आउने भयो होइन यसरी चाहिँ यसका प्रिन्सिपलहरू हुन्छन् बेनिफिट भनेको चाहिँ यो चारवटा कुरा मैले एकदमै मेजर कुराहरू चाहिँ यो चारवटा छ है कन्टिन्युस इम्प्रुभमेन्ट भने चाहिँ केही चिज पनि त्यसमा मैले के नमिलेको देखेँ अथवा मलाई केही चित्त बुझेन मेरो संस्थालाई केही चित्त बुझेन भने त्यसलाई तत्काल इम्प्रुभमेन्ट हुन्छ त्यसले गर्दा के हुन्छ भने ठेकदार साहबले मलाई दिने घरमा म सेटिस्फाई हुन्छु नि त म कस्टमर हुँ त्यति बेला कस्टमरको सेटिस्फ्याक्सन आउँछ इन्क्रिज फ्लेक्सिबिलिटी भनेको के हो भने अघि पनि हामीले छलफल गऱ्यौँ यसमा लचकता हुन्छ यो काममा जस्तो कहीँनिर के परिवर्तन गर्न पर्यो भने त्यो चाहिँ त्यहाँनिर गर्न सकिन्छ एकदमै तपाईँको 3 तला माथि गइसकेपछि त 2 तलाको त गर्न नसकिएला नि त तर पहिला तलामै गएर हेऱ्यो भने त त्यहाँनिर चाहिँ चेन्ज गर्न सकिएला माथि पुग्नुभन्दा पहिला अनि रिस्क म्यानेजमेन्टको कुरा अघि जुन एउटा हामीले एउटा साइकल हेरेका थियौँ लुप वर्क प्रोग्रेसको लुप छोटो छोटो रिस्कको साइकल हुन्छ त्यसले गर्दाखेरि चाहिँ पुरै तपाईँको 9 महिनासम्मको जोखिमलाई मैले ती 3 महिनामा चाहिँ छोट्याउँछु र 3 महिनाको मात्र मलाई जोखिम देखिन्छ त्यो जोखिमलाई त्यहीँनिर मिटिगेट गरेर म नेक्स्ट 3 मन्थमा जान्छु यसरी चाहिँ अजाइल म्यानेजमेन्टको यो प्रक्रिया हुन्छ होइन अब यो चाहिँ प्लान बिल्ड त्यसपछि रिभ्यू र इम्प्रुभ यो पनि त्यसैको चाहिँ समरी हो हेर्नुहोस् प्लान गर्ने त्यसपछि बनाउने फेरि रिभ्यू गर्ने चित्त बुझेन भने इम्प्रुभ गर्ने यो चारवटा पोइन्टहरू यही चारवटा पोइन्टमा अहिलेसम्म हामीले चाहिँ डिस्कसन गरेको यो कुरा चाहिँ यहाँ म अलिकति फास्ट गइरहेको छु टाइम पनि सायद मैले अलिक बढी नै लिएँ जस्तो लाग्यो होइन यो चारवटा कुरा चाहिँ यहाँले चाहिँ हेर्नु होला जस्तो अघि हामीले एचआरएममा चारवटा कुरा ल्याएको थियौँ नि अक्वायर अक्विजिसन गर्ने त्यसपछि तपाईँको चाहिँ नि डेभलपमेन्ट गर्ने युटिलाइजेसन गर्ने र मेन्टेनेन्स गर्ने हो यस्तै यो चारवटा कुरा पनि यहाँले हेर्नु हो भने अहिलेसम्म बुझ्नु भएको त्यसको एउटा जनरल कन्सेप्टलाई यो चारवटा कुरामा चाहिँ यहाँहरूले ढाल्न सक्नुहुन्छ कुनै पनि कुराको प्लान गर्ने त्यो प्लान अनुसार त्यो चिज बिल्ड गर्ने अनि त्यसलाई बिल्ड गर्दै बिचमा रिभ्यू गर्ने रिभ्यू गरेपछि आवश्यक अनुसार नेक्स्ट साइकलको लागि इम्प्रुभ गर्ने है यो चाहिँ हाम्रो यो अजाइल म्यानेजमेन्टले यसरी काम गर्छ अब च्यालेन्जेसका कुराहरू पनि छन् यसमा होइन अब यो चाहिँ हेरौँ बरु च्यालेन्जेसहरूमा पनि अब यो छ जस्तो एकदमै राम्रो भयो भन्ने पनि होइन एजाइल म्यानेजमेन्टमा केही चिजहरू कमी कमजोरी पनि छन् जस्तो टुक्रा टुक्रा भएर काम गर्नुपर्ने हुन्छ है सेगमेन्टेसन इन प्रोसेस भन्यो फ्रेगमेन्टेड आउटकम त्यो तपाईँलाई दिने आउटकम पनि टुक्रा टुक्रामा आउँछ त्यस होलसेल प्लानिङ पनि हुँदैन यसमा किनभने तपाईँले 3 महिनाको एउटा प्लान बनाएर जानु भएको हुन्छ तर त्यो प्लानमा पनि तपाईँ गएर 2 महिनामा जानुभयो या 3 महिनामा जानुभयो भने चेन्ज गर्नुपर्ने हुन्छ फेरि तपाईँलाई मन परेन चेन्ज गर्नुपर्ने हुन्छ त्यसले गर्दा त्यो फुल प्लानिङ त हुँदैन यसमा त्यो 3 महिने प्लानिङ पनि तपाईँले फ्रिक्वेन्टली चेन्ज गरिराख्नु पर्ने हुन्छ त्यसले गर्दा तपाईँको रोल क्ल्यारिटीमा पनि अलिकति हुन्छ ठेकदार साहबलाई पनि अब मैले दोस्रो तला कस्तो बनाउने भन्ने उहाँलाई अहिले कन्सेप्टै छैन किनभने कुन दिन घरको साउजी आउनुहुन्छ उहाँले खै के भन्ने हो त्यसपछि मैले माथि त अब अहिले म सोच्दैन त्यो बारेमा भन्नुहुन्छ उहाँको त्यो सेकेन्ड थर्ड फ्लोर बनाउने रोलमै क्ल्यारिटी हुँदैन त्यो कुरा पनि एउटा आयो अनि तपाईँको पोसिबिलिटी अफ बर्निङ आउट रिसोर्सेस होइन यसरी काम गर्दाखेरि के हुन्छ भने कहिलेकाहीँ रिसोर्सेसहरू अलिक बढी लाग्न सक्छ किनभने म त हरेक 2-3 महिनामा गएर त्यो चेन्जेसहरू पनि गराइदिइराखेका हुन्छु होइन ठेकदारले मलाई 9 महिनामा आफ्नो हिसाबले बनाउने लागत र मैले हरेक 2-3 महिनामा गरेर बनाउने लागतमा डेफिनेटली केही न केही फरक हुन्छ त्यसले गर्दा अलिकति रिसोर्सेसहरू बढी हुन्छ भने रेसिस्टेन्स टु चेन्ज पनि यसमा चाहिँ देखिन सक्छ किनभने कहिलेकाहीँ त ठेकदारले दिक्क मान्ला नि त ए साउजी तपाईँ पनि आउनुहुन्छ यो
कहिले त्यो भन्नुहुन्छ, यो नगरौँ होला भन्छ। उसले त्यो चेन्जेसलाई स्वीकार गर्न नखोज्ला के, त्यो रेसिस्ट गर्ला त्यसलाई। हो त्यस्तो चाहिँ यसमा एउटा च्यालेन्ज देखिन्छ होइन। अब यसको यी सबैको लागि होलसेलमा स्ट्राटेजी भने त्यो डिफाइन सक्सेस भनेको चाहिँ, सक्सेस भने त्यो टार्गेट, हाम्रो सक्सेस हुने एउटा टार्गेटलाई डिफाइन गर्ने। अघि त्यो हाम्रो एउटा लुप साइकलमा थियो नि त, त्योसम्मको रिस्कलाई हामीले चाहिँ हेर्ने। अब रिस्कमा पनि तपाईँको अब कति रिस्क हामीले लिने, अब रिस्कको सायद यहाँहरूले सेसन पनि लिनुभयो होला, अपेटाइट भन्ने हुन्छ। हामीले कति रिस्क चाहिँ हामी जानिकन बियर गर्छौँ कि, किनभने रिस्क बिनाको कुनै पनि बिजनेस हुँदैन होइन। त्यो रिस्कलाई पनि अन्डरस्ट्यान्ड गर्ने हामीले, त्यसपछि एउटा राइट टिम चुज गर्ने, त्यसपछि स्टार्ट गर्नुभन्दा पहिला चाहिँ त्यो छोटो अवधिको प्रोजेक्टलाई फाइनलाइज गर्ने है। त्यसपछि तपाईँको चाहिँ नि त्यो माइलस्टोनहरू अचिभ गर्न सकिने, हामीले चाहिँ 1 महिनामा यति, 2 महिनामा यति, 3 महिनामा यति गर्न सक्ने भन्ने माइलस्टोनहरू चाहिँ एउटा सेट गर्ने। त्यसपछि यो अघि मैले स्प्रिन्ट भन्ने एउटा वर्ड युज गरेको थिएँ नि, स्प्रिन्ट भनेको एकदम छोटो छोटो खण्ड। त्यसपछि त्यो छोटो छोटो खण्डका कामहरूलाई चाहिँ म्यानेज गर्ने। यो सबैको लागि तपाईँको चाहिँ एउटा कम्युनिकेसन टुल बनाउने होइन। एउटा यसमा कुरा के हुन्छ भने, यो विभिन्न, अब मैले घरको र ठेकदार साहबको कुरा दिएँ, त्यही घरभित्र पनि बाथरुम बनाउने एउटा बेग्लै मान्छे होला, प्लम्बर बेग्लै होला, वायरिङ गर्ने मान्छे बेग्लै होला, टाइल मार्बल लाउने मान्छे बेग्लै होला होइन, कलर गर्ने मान्छे बेग्लै होला। यी विभिन्न टिमहरू हुन्छन् हेर्नु। यो सबै टिमलाई पनि तपाईँको चाहिँ नि एजाइल म्यानेजमेन्टले चाहिँ कोअर्डिनेट गरेर जानुपर्छ, यो सबैलाई एउटा समन्वय गरेर जानुपर्छ है। हो अब यहाँनिर चाहिँ एउटा यो सेन्ट्रल कम्युनिकेसन टुल भन्ने वर्ड चाहिँ यहाँनिर लागु हुन्छ कि। अब त्यो ठेकदार साहबले चाहिँ तिमी यो गर, तिमी यो गर, तिमी यो गर भनेर उहाँहरू सबैलाई चाहिँ तोक्ने हो। यो उहाँहरूले चाहिँ कम्युनिकेट गर्ने हो। साउजी आउनुहुन्छ, साउजीले यस्तो भन्नुहुन्छ, योभन्दा बढी नगर्नु, यहाँसम्म गर्नु भनेर चाहिँ कम्युनिकेट गर्ने काम। यसरी चाहिँ यसको चाहिँ तपाईँको चाहिँ नि यो अजाइल म्यानेजमेन्टको स्ट्रेटेजीहरू हुन्छ होइन। फ्लेक्जिबल, स्टे फ्लेक्जिबल, अघि हामीले भनेको थियौँ, यो फ्लेक्जिबल हुन्छ, एड्याप्टेबल हुन्छ। र कुनै पनि प्रोजेक्टको एउटा खण्ड पुरा भएपछि त्यसलाई इभ्यालुएट गर्नुपर्छ। इभ्यालुएट गरेर फेरि तपाईँको चाहिँ नि त्यो फिडब्याक जान्छ, फेरि तपाईँको अर्को खण्डमा त्यो के सुधार गर्नुपर्छ त्यो चाहिँ त्यसरी सुधार हुन्छ। यसरी यो चाहिँ स्ट्राटेजिजहरू अजाइल म्यानेजमेन्टको हो होइन। यति कुरा मैले अलिकति निकै नै समय बढी लिएर यहाँहरूसँग मैले सेयर गरेँ। समय धेरै लिएकोमा म क्षमा प्रार्थी पनि छु। अलि 2-3 विभिन्न सेसनहरू भएको कारणले अलिकति बढी हुन गयो है। ठिकै छ। अब यता कोही हुनुहुन्छ, युनियनको साथीहरू हुनुहुन्छ कोही? हजुर छौँ सर।